प्रमुख अतिथिज्यूहरूलाई बस वितरण गरिदिनुका लागि म संस्थाका सदस्य विमला सेनाई, गीता अधिकारी ज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिको आसन ग्रहण गर्नका लागि रिसेट तनहुका अध्यक्ष मदन पण्डितज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हामी कार्यक्रमलाई अगाडि बढाउन गएका व्यक्तित्वहरूलाई स्वागत मन्तव्यद्वारा सम्मान गरिदिनुका लागि, स्वागत मन्तव्यका लागि संस्थाका सदस्य विमला सेनाईलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद आर्गे सर। यस गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुद्वारा आयोजित क्षेत्र प्रताप स्मृतिको स्थापनार्थ 151औं मोती जयन्तीको अवसरमा खुल्ला गजल प्रतियोगिता एवं क्षेत्र प्रताप साहित्यिक पुरस्कार समारोहका सभापति एवं गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुका अध्यक्षज्यू, आजको यस समारोहका प्रमुख अतिथि पूर्व वन तथा भू संरक्षण मन्त्री माननीय शङ्कर भण्डारीज्यू, व्यासका अध्यक्ष काशीनाथ नेउपानेज्यू, जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण अग्रेज्यू, क्षेत्र प्रताप स्मृति अक्षय कोषका संरक्षक अमन प्रतापज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, नगर प्रमुखज्यू, विभिन्न पार्टीका नेता तथा प्रतिनिधिज्यू, सहभागी साहित्यिक मनहरू, यस साहित्यिक कार्यक्रमलाई माया गरेर पाल्नुभएका बुद्धिजीवी तथा समाजसेवीज्यूहरू, साहित्यिक अनुरागीहरू एवं पत्रकार महाशयहरूमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तनहुका अध्यक्ष एसपी नेपालज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आयोजित खुल्ला गजल प्रतियोगिता तथा क्षेत्र प्रताप स्मृति अक्षय कोष स्थापनाका विषयमा प्रकाश पारिदिनु हुनका लागि गीतल प्रतिष्ठान नेपाल एवं नाटक मञ्च तनहुका सदस्य मेघनाथ आचार्यज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। गीतल प्रतिष्ठान नेपाल तनहुका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथि माननीय पूर्व वन मन्त्री शङ्कर भण्डारीज्यू, सबैभन्दा पहिला मैले विनम्रतापूर्वक यहाँहरू समक्ष नमस्कार गर्न चाहन्छु। हार्दिक नमस्कार छ र आजको यस कार्यक्रममा यहाँलाई म गीतल प्रतिष्ठान तनहुँ र मेरो व्यक्तिगत तर्फबाट स्वागत समेत गर्न चाहन्छु। आदिकवि भानुभक्तको जन्मस्थल व्यास तथा पराशर ऋषिको जन्म तथा तपोभूमिका रूपमा समेत परिचित यस तनहुँ जिल्ला आफैमा एउटा विशिष्ट परिचय बोकेको जिल्ला हो र हाम्रो कार्यक्रम यहाँ गजल प्रतियोगिता समेत हो र यो हाम्रो पुरस्कार वितरणको समेत कार्यक्रम छ। सुरुदेखि अन्तसम्म यहाँहरूको उपस्थिति यत्तिकै रहनेछ भन्ने कुरामा म अत्यन्त विश्वस्त हुँदै आफ्नो छोटो भनाइ यहीँ राख्न चाहन्छु। धन्यवाद, नमस्कार। संस्थाका सदस्य मेघनाथ आचार्यज्यूलाई तनहुको भूमिमा जन्मेर नेपाली साहित्यलाई विश्व सामु सुपरिचित बनाउन तल्लीन सफल आदरणीय अग्रज गीतकार साहित्यकार स्वर्गीय क्षेत्र प्रताप अधिकारीको स्मृतिमा नेपालमा नै पहिलोपटक उहाँको नामबाट यस संस्थाले आगामी 3 वर्षसम्ममा 5 लाख बराबरको अक्षय कोषको स्थापना गरी भाषा, कला, सङ्गीत र साहित्यमा योगदान दिने व्यक्तिहरूलाई प्रत्येक वर्ष क्षेत्र प्रताप साहित्यिक पुरस्कारबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ। पूर्व वन तथा भू संरक्षण
दाजुले कार्यक्रमको यो साहित्यिक कार्यक्रम भएको हुनाले कलमद्वारा ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान व्यक्त गर्नको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। साहित्यिक कार्यक्रममा यसै गरी कार्यक्रममा साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि म शुक्ला साहित्य सङ्गमका सचिव गौरी प्रसाद खतिवडालाई हार्दिक अनुरोध गर्न चाहन्छु। कसैलाई होच्याएर कालो नभन, कसैलाई होच्याएर कालो नभन, बिना साइनो जोसुकैलाई सालो नभन, चोर्नु लुट्नु भ्रष्टाचार गर्नु सबै एकै हुन्, चोर्नु लुट्नु भ्रष्टाचार गर्नु सबै एकै हुन्, कहिले आउँछ मेरो भनी पालो नगर्न, कहिले आउँछ मेरो भनी पालो नगर्न। धन्यवाद। यो सहित आयोजक पक्षलाई फेरि पनि धन्यवाद दिँदै म मेरो भनाइ यही अन्त्य गर्छु। हस्त धन्यवाद। म बुद्धिजीवी दम्बरदेव पौडेलजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सम्पूर्ण अतिथिज्यूहरू र उपस्थित सहभागी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, यो साहित्यिक समारोह हो। साहित्य मानव मन मस्तिष्कबाट उजागर हुने सर्वोत्कृष्ट चेतना र क्षमता हो। यसको गतिले, यसको दृष्टिले, यसको पावरले, क्षमताले नभ्याउने, नदेख्ने, नसमेट्ने कुनै पनि संसारका तत्त्वहरू छैनन्। पूर्ण सफलताको कामना गर्दै मेरो दुई शब्द यही अन्त्य गर्छु। हस्, धन्यवाद। हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसै गरी छोटो साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि भीमा साहित्य समाजका अध्यक्ष नारायण सिद्धज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो तनहुँ जिल्ला हामी कति भाग्यमानी छौँ। म त भन्छु यो हाम्रो तनहुँ साहित्यमय बनोस्, गजलमय बनोस्, कवितामय बनोस्। त्यसको लागि हामीले मार्ग दर्शनको रूपमा, मार्ग निर्देशनको रूपमा दुईटा व्यक्तित्वहरू जसको नाम आज यहाँ लिइरहेको छ। एउटा हुनुहुन्छ मोतीराम भट्टज्यू, अर्को हुनुहुन्छ द्रौपदी अधिकारीज्यू। सानो शुभकामना दिन चाहन्छु। धन्यवाद। हामी कार्यक्रममा प्रतियोगी तथा अप्रतियोगी गजलहरू पनि प्रस्तुत गर्न गइरहेका छौँ। म अघि नै आसन गराइसकेको थिएँ। विधायक मण्डलका संयोजक आदरणीय दाजु चन्द्रमणि अधिकारीज्यूलाई विधायकको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विधायक मण्डलको सदस्य आदरणीय दाजु तीर्थमान अथार सागरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी विधायक मण्डलको सदस्य आदरणीय दाजु शिव आर्यज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। म भीमाका पुरस्कार कृष्ण विश्वकर्माज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। मेरो कविताको शीर्षक रहेको छ कहाँ होलिन् मेरी आमा। जन्म दिने आमा तिमी, माया ममता दिने आमा तिमी, माया ममता दिने आमा तिमी, ताते ताते गर्दैन सिकाउने आमा तिमी, मलाई छोडी गयो आमा तिमी कहाँ, मलाई छोडी गयो तिमी आमा कहाँ। आँखा बन्द गर्दा आउँछ तिम्रो छाया, आँखा खोल्दा जान्छौ तिमी कहाँ, आँखा खोल्दा जान्छौ तिमी कहाँ। सपनीमा देखाउँछौ आमाको माया, विपनीमा हुन्छौ आमा तिमी कहाँ, विपनीमा हुन्छौ आमा तिमी कहाँ। साथीसँगै भर्ने गर्छन् खोइ तिम्रो आमा, साथीसँगै भर्ने गर्छन् खोइ तिम्रो आमा, सपनीमा आउँछौ आमा विपनीमा जान्छौ कहाँ, सपनीमा आउँछौ आमा विपनीमा जान्छौ कहाँ। किन्न पाए किनिदिन्थे आफू बेसी आमा, किन्न पाए किनिदिन्थे आफू बेसी आमा, आखिर छेउ आमा तिमी कहाँ, आखिर छेउ आमा तिमी कहाँ। भन्ने गर्छन् सन्तानको खुसी हो रे आमा,
भन्ने गर्छन् सन्तानको खुसी हो रे आमा, मेरो खुसी बोकी जाने आमा होलिन् कहाँ, मेरो खुसी बोकी जाने आमा होलिन् कहाँ। साथी सँगै सँगै हुँदा भए जस्तो लाग्छ आमा, साथी सँगै हुँदा भए जस्तो लाग्छ आमा, जब हुन्न म साथीसँग तब हुन्छौ तिमी कहाँ, जब हुन्न म साथीसँग तब हुन्छौ तिमी कहाँ। साथीसँगै रमाउँछन् चाडपर्व आयो भनी, साथीसँगै रमाउँछन् चाडपर्व आयो भनी, म छु आमा तिमी आउने आसमा, मेरी आमा तिमी छेउ कहाँ, म छु आमा तिमी आउने आसमा, मेरी आमा तिमी छेउ कहाँ, मेरी आमा तिमी छेउ कहाँ। धन्यवाद। कति खप्छौ दुःख आमा छोड भन्छु तिमीलाई, कति खप्छौ दुःख आमा छोड भन्छु तिमीलाई, आफ्ना पाइला सुखतिर मोड भन्छु तिमीलाई, आफ्ना पाइला सुखतिर मोड भन्छु तिमीलाई। छोरी भई जन्मे पनि, छोरी भई जन्मे पनि गर्छु आमा सेवा मैले, छोरी भई जन्मे पनि गर्छु आमा सेवा मैले। पीडा रूपी झारहरू गोड भन्छु तिमीलाई, पीडा रूपी झारहरू गोड भन्छु तिमीलाई। अन्यायको पर्खाललाई तोड भन्छु तिमीलाई, अन्यायको पर्खाललाई तोड भन्छु तिमीलाई। धरतीमा यो देखाइदेऊ जीवन रूपी पाइलाहरू, धरतीमा यो देखाइदेऊ जीवन रूपी पाइलाहरू। पाल्छु आमा अब दुःख छोड भन्छु तिमीलाई, पाल्छु आमा अब दुःख छोड भन्छु तिमीलाई। तिर्छु भाडा खुसीहरू जोड भन्छु तिमीलाई, तिर्छु भाडा खुसीहरू जोड भन्छु तिमीलाई। कति खप्छौ दुःख आमा छोड भन्छु तिमीलाई, कति खप्छौ दुःख आमा छोड भन्छु तिमीलाई। आफ्ना पाइला सुखतिर मोड भन्छु तिमीलाई, आफ्ना पाइला सुखतिर मोड भन्छु तिमीलाई, आफ्ना पाइला सुखतिर मोड भन्छु तिमीलाई। हस्त धन्यवाद। धन्यवाद। छोटो साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि रिसेट तनहुका अध्यक्ष मदन पौडेलज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमुख अतिथि, विभिन्न अतिथिहरू, साङ्गीतिक कार्यक्रम मोदी र क्षेत्र बतासँग गाँसिएको छ। क्षेत्र बताबाट धेरै व्यक्तित्वको धनी गीत, कविता, गजल मैले पनि गीत पढेको छु, धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा अलिकति सङ्ख्या ठुलो भइदियोस्, सुन्ने सायद समय यस्तै भएर हो कि जानकारी नभएर हो कि तिजको बेला पढेर हो कि सङ्ख्या एकदमै कम देखियो श्रोताहरूको। यसको लागि यहाँहरूले अबको कार्यक्रमको लागि त्यो पनि ख्याल गर्नुहुनेछ। धन्यवाद। अप्रौद्योगिक गजल सिर्जना वाचन गरिदिनका लागि सरस्वती वाग्लेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै नै हो क्यारे मेरो लेखनको शीर्षक छ, कस्तो कर्म लेखे होला आफ्नै घर छाड्नु पर्ने, कस्तो कर्म लेखे होला आफ्नै घर छाड्नु पर्ने, माता पिता जन्मभूमि गोत्र समेत जोड्नु पर्ने। 10 मास हुर्काएको पोखीलाई बिर्सिए झैँ गरी, 10 मास हुर्काएको पोखीलाई बिर्सिए झैँ गरी, चोखै हुन्छन् अरे अब मरे जुठो अन्तै सारी, चोखै हुन्छन् अरे अब मरे जुठो अन्तै सारी। फेरि कस्तो नियतिको खेलसँगै खेल्नु पर्ने, फेरि कस्तो नियतिको खेलसँगै खेल्नु पर्ने, जति सङ्कट आइलागे नि धैर्यका साथ झेल्नु पर्ने। मुन्न अरे अब छाड्न, मुन्न अरे अब छाड्न, बिहे गरी ल्याएकालाई लग्नसँगै कन्यादानको बाचाबादी पाएकालाई, जति रिस उठे पनि बोल्नुपर्छ भन्छन् मिठो, जति रिस उठे पनि बोल्नुपर्छ भन्छन् मिठो। समाजको हेराइमा नि बन्नुहुन्न कहिल्यै चिसो, ठुलालाई आधार सम्मान सानालाई माया दिनु, ठुलालाई आधार सम्मान सानालाई माया दिनु। उपकारमै फसे जीवन उपलब्धि छैन लिनु, उपकारमै फसे जीवन उपलब्धि छैन लिनु। धन्यवाद। आसन ग्रहण गरिदिनुका लागि नेपाल पत्रकार महासङ्घ तनहुका निवर्तमान अध्यक्ष
डम्बर बहादुर अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि म साहित्यकार अन्जु दाहाललाई हार्दिक अनुरोध गर्न चाहन्छु। छोटो शुभकामना व्यक्त गरिदिनु हुनका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओमकार आचार्यज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। छोटो शुभकामना मन्तव्य व्यक्त गरिदिनुको लागि म नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष डम्बर बहादुर अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ विगतदेखि अहिलेसम्म थुप्रै साहित्यिक व्यक्तित्वहरूले यो धरतीमा जन्म लिइसक्नु भएको छ। परापूर्वकालदेखि हेर्ने हो भने महाभारत, 4 वेद र 18 पुराणका रचयिता वेदव्यास र नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यले यो धरतीमा जन्म लिई सिङ्गो नेपाल र जहाँ जहाँ नेपाली भाषीहरू रहेका छन् त्यहाँसम्म चाहिँ आफ्नो एउटा साहित्यका माध्यमबाट यो तनहुँ जिल्लालाई चिनाउने काम गर्नुभएको छ। आजको यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार। प्रतियोगी गजलहरू राख्नका लागि सबैलाई कम तयार अवस्थामा रहिदिनका लागि विनम्र अनुरोध गर्दै प्रतियोगिताका सम्बन्धमा निर्णायक मण्डलको तर्फबाट नियमहरूका विषयमा सबैलाई जानकारी गराइदिनुका लागि म निर्णायक मण्डलका सदस्य कीर्तमान श्रेष्ठ अथा सागरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। शीतल प्रतिष्ठान नेपाल एवं नाटक मंच तनहुँद्वारा स्थापित क्षेत्र प्रताप स्मृति अक्षय कोष स्थापना एवं 151 मोती जयंती के अवसर में आयोजित इस खुला गजल प्रतियोगिता का सभाध्यक्ष महोदय, पूर्व मंत्री एवं माननीय सांसद शंकर भण्डारी ज्यू, आज सम्मानित हुन गइरहनु भएका व्यक्तित्व टिल्लीराम मिश्रज्यू, मञ्चमा आसीन सम्पूर्ण विशिष्ट अतिथिगणहरू एवं दर्शक निधारमा बस्नुभएका सम्पूर्ण महानुभावहरू सबैमा मेरो नमस्कार छ। र विशेष गरी हामीले आजको कार्यक्रमको लागि शब्दचयन, भावशैली, संरचना, प्रस्तुतिकरण र अनुशासनलाई लिएका छौँ र यहाँहरूका शब्दचयनलाई हामी 10 नम्बर दिनेछौँ, भावशैलीलाई हामी 15 नम्बर दिनेछौँ, संरचनालाई 10 नम्बर दिनेछौँ, प्रस्तुतिकरणलाई 10, अनुशासनलाई 5 गरी हामी जम्मा 50 मार्क्स दिनेछौँ र यहाँहरू यिनै गजलका परिधिभित्र रहेर र आफ्ना गजलहरूलाई प्रस्तुत गर्नुहुनेछ र त्योभन्दा बाहिर रहेका गजलहरूलाई हामीले गजलका मान्यता दिएका छैनौँ र यिनै नियम भन्दै र यहाँहरूलाई हार्दिक यो कार्यक्रमलाई पनि शुभकामना दिँदै, सफलताको शुभकामना दिँदै र यहाँहरूलाई पनि शुभेच्छा दिँदै म बिदा हुन्छु। हस्त, धन्यवाद। क्रमशः प्रतियोगी गजलहरूलाई अगाडि बढाउन चाहन्छौँ। छोटो भनाइ राखिदिनुका लागि म समाजसेवी विष्णु बहादुर अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र विभिन्न सङ्घ संस्थाबाट आमन्त्रण हुने महानुभाव, यस कार्यक्रममा भाग लिने साहित्य अनुरागी, पत्रकार र अन्य सहभागी मित्रहरू, अमुमा उहाँको संक्षिप्त परिचय। नाम क्षेत्र प्रताप अधिकारी, जन्म 20/1979 चैत्र, ज्यामुर बाहेपानी बिरुङ, तनहुँ जिल्ला। अनि पेसा साहित्यकार अथवा गीतकार, राष्ट्रियता नेपाली। उहाँ खास गरेर गीतकार र साहित्यकारका रूपमा चाहिँ परिचित हुनुहुन्थ्यो। उहाँका पिता गजकेश अधिकारी, माता जनमको कुमारी अधिकारीको कोखबाट कान्छो सन्तानका रूपमा जन्मेका अधिकारी 20/1979 चैत्र महिनामा तनहुँ जिल्लाको बिर्लुङ गाविसको ज्यामुर बाहेपानी भन्ने ठाउँमा भएको थियो।
2023 सालमा शान्त अधिकारीसँग वैवाहिक जीवनमा बाँडिएका अधिकारीका 2 छोराहरू अजर अधिकारी र अमन अधिकारी जापानबाट आउने जापानीहरूलाई नेपाल अगाडि आउनु अघि दिने नेपाली भाषा पूर्वाभिमुखीकरण ओरिएन्टेसन ट्रेनिङ दिन जाने अवसर पाएर 2 वर्षसम्म जापानमा पढाएर बस्दा जापानको सोफिया विश्वविद्यालयबाट अर्थशास्त्रमा MA पास गरेका उनलाई जापानबाट अध्ययन पुरा गरेपछि राजा वीरेन्द्रबाट साझा केन्द्रीय सङ्गठनको सदस्य सचिव पदमा 31 सालमा मनोनित गरिएको थियो। हामी कहाँ त्यो परम्परा कमी छ, त्यो कमीलाई हुन नदिउँ। यति भन्दै फेरि पुनः अत्यन्त मिलानसार मृदुभाषी र सबैलाई समेटेर अगाडि बढ्ने अधिकारीको सम्झनामा अक्षयको स्थापना गर्ने उहाँका पुत्र द्वय अजर अधिकारी अमन अधिकारी र यो कार्यक्रमलाई यत्रो जनमानसका बिचमा गएर प्रचार गरिदिने यो आयोजक संस्थालाई पनि धन्यवाद दिन चाहन्छु। हस् त जय साहित्य। साहित्य सृजना प्रस्फुटन गरिदिनका लागि, व्यक्त गरिदिनका लागि म प्रगतिशील लेखक सङ्घ तराउका सचिव आदरणीय दिदी कल्पना न्यौपानेलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अप्रतियोगी सानो एउटा गजल, अहिलेको मान्छेको प्रवृत्ति कसरी हुर्किँदैछ त मान्छेको प्रवृत्ति भन्नेमा सानो एउटा अप्रतियोगी गजल पस्किँदैछु। यद्यपि त्रुटि हुन सक्छन्, क्षमा यातना पनि गर्दछु। गजलको शीर्षक छ मान्छे। कोही यहाँ कलमले संसार किन्न खोज्छन्, कोही यहाँ कलमले संसार किन्न खोज्छन्, कोही भने पैसाले नै संसार चिन्न खोज्छन्, कोही भने पैसाले नै संसार किन्न खोज्छन्। हराइसक्यो मानवता कस्तो बस्यो चलन, हराइसक्यो मानवता कस्तो बस्यो चलन। पैसा भए जो कोही माथि गर्न सक्ने दलन, पैसा भए जो कोही माथि गर्न सक्ने दलन। मौसम जस्तै बदलिन जान्ने भयो मान्छे, मौसम जस्तै बदलिन जान्ने भयो मान्छे। सर्वश्रेष्ठ वस्तु पैसा ठान्ने भयो मान्छे। मान्छे बीच यहाँ छैन आत्मीयता, नाफा नोक्सान हिसाब गर्न जान्ने भयो मान्छे, नाफा नोक्सान हिसाब गर्न जान्ने भयो मान्छे। बढाउँदै महत्त्वाकांक्षा हिँड्ने भयो मान्छे, बढाउँदै महत्त्वाकांक्षा हिँड्ने भयो मान्छे। पैसासँगै आफ्ना बीच भिड्ने भयो मान्छे, पैसासँगै आफ्नै बीच भिड्ने भयो मान्छे। आडम्बरमा देखाउँदै आदर्शको खोक्रो, आडम्बरमा देखाउँदै आदर्शको खोक्रो। बुद्धि छैन हेर्दा हेर्दै बोक्रो भयो मान्छे, बुद्धि छैन हेर्दा हेर्दै बोक्रो भयो मान्छे। प्रविधिको विकास गर्न जान्ने भयो मान्छे, प्रविधिको विकास गर्न जान्ने भयो मान्छे। देखासिकी गर्नु राम्रो ठान्ने भयो मान्छे, देखासिकी गर्नु राम्रो ठान्ने भयो मान्छे। रीतिरिवाज संस्कार अनि छैन मौलिकता, रीतिरिवाज संस्कार अनि छैन मौलिकता। अघि हिँड्दा खुट्टा तान्न जान्ने भयो मान्छे, अघि हिँड्दा खुट्टा तान्न जान्ने भयो मान्छे। भोलि होइन आजै केही गर्दै जाऊ मान्छे, भोलि होइन आजै केही गर्दै जाऊ मान्छे। सन्ततिमा असल संस्कार भर्दै जाऊ मान्छे, सन्ततिमा असल संस्कार भर्दै जाऊ मान्छे। मौका आउँछ पर्खदैन सोच बेला छँदै, मौका आउँछ पर्खदैन सोच बेला छँदै। नत्र भोलि पछुताउनु पर्छ फेरि मान्छे, नत्र भोलि पछुताउनु पर्छ फेरि मान्छे। धन्यवाद। त्यसै गरी मैले एउटा यहाँ राजनीतिक व्यक्तित्वहरू पनि देखिरहेको छु। समयको पाबन्दी होला तैपनि सानो छ, आउँदा आउँदै कोरेको। यो विश्वका राजनीतिसँग मात्रै सम्बन्धित छ, राजनीतिक विकृतिसँग। जनता झुक्याउने एउटा झेल हो, जनता झुक्याउने एउटा झेल हो। परीक्षा राम्रो तर परिणाम फेल हो, परीक्षा राम्रो तर परिणाम फेल हो। स्वाभिमानलाई बेचिदिने छि राजनीति त फोहोरी खेल हो, छि राजनीति त एउटा फोहोरी खेल हो। भ्रष्टाचारीलाई फुलमाला राष्ट्रवादीलाई जेल हो, भ्रष्टाचारीलाई फुलमाला राष्ट्रवादीलाई जेल हो। छिमेकीको मेरो घरमा धेरै चल खेल हो, छिमेकीको मेरो घरमा धेरै चल खेल हो। भोटका निम्ति जे नि गर्ने राजनीति संस्कार त अब ककटेल हो, राजनीति संस्कार त अब ककटेल हो। कहिले कोशी कहिले गण्डक सपना सबै भेल हो,
कहिले कोसी कहिले गण्डक सपना सबै भेल हो, चाहनाको बहानामा आज धेरै झेल हो, चाहनाको बहानामा आज धेरै झेल हो। दीर्घकालीन समस्याको खै त समाधान, लोकतन्त्रका दल बिचमै किन यस्तो अनमेल हो, लोकतन्त्रका दलका बिचमै किन यस्तो अनमेल हो। धन्यवाद। बाबुलाल श्रेष्ठज्यूलाई शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। र आज यस दिनमा यो कार्यक्रम गरेकोमा धेरै खुसी लाग्यो। यस्तो कार्यक्रम फेरि भएर आओस् र यसलाई हामीले अलिकति गरेर लैजाउँ र चाहिँ आयोजनलाई धेरै धेरै निर्णायक मण्डलका आदरणीय व्यक्तित्वज्यूहरूलाई तयारी अवस्थामा रहिदिनका लागि म हार्दिक अनुरोध गर्दै अब प्रतियोगी रूपमा आफ्नो गजल वाचन गरिदिनका लागि कृष्ण महत गोर्खा नगरपालिका 14 देउराली गोर्खाका कृष्ण महतलाई हार्दिक अनुरोध गर्न चाहन्छु। मेरो गजल छ। दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा, रिमोट उतै मात्र संवाददाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। आशीर्वाद माग पूज भन्छ सधैँ दिल्ली अचेल, आशीर्वाद माग पूज भन्छ सधैँ दिल्ली अचेल, अरबौको खोलिदिउँला खाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। कुन गोटीलाई कता चाल्ने कन्ठै छ रे उसलाई, कुन गोटीलाई कता चाल्ने कन्ठै छ रे उसलाई, सरकार मात्र ढाल्ने कुरा हरेक साता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। पुजारीको नियुक्ति नि गर्छु भन्छ उतैबाट, पुजारीको नियुक्ति नि गर्छु भन्छ उतैबाट, एक्लै रुन्छिन् गुह्यश्वरी माता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। सुस्ता काला पानी चेपे पनि चुप लाग, सुस्ता काला पानी चेपे पनि चुप लाग, अनि पो त हुन्छ गाडा नाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। अन्तिम शेर। संविधान नै पठाइदिउँ कि भन्थ्यो उतैबाट, संविधान नै पठाइदिउँ कि भन्थ्यो उतैबाट, त्यसमै बरु हल्लौ आफै गाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा, रिमोट उतै मात्र संवाददाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा, दिल्लीमा पानी पर्दा छाता काठमाडौँमा। हस् धन्यवाद। पर्दा छाता काठमाडौँमा एक्लै रुन्छिन् गुह्यश्वरी माता काठमाडौँमा, हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी प्रतियोगी गजल वाचनका लागि म चुदी रम्का तनहुका महेन्द्र रम्काललाई हार्दिक अनुरोध गर्न चाहन्छु र तयारी अवस्थामा रहिदिनका लागि कृष्णगिरी चञ्चललाई हार्दिक अनुरोध गर्न चाहन्छु। साहित्यिक अभिवादन गर्दै आजको मेरो गजल सुरु गर्न चाहन्छु। गजल यस प्रकार छ। फक्री एक फुल आज ओइलीएर झरो आमा, फक्री एक फुल आज ओइलीएर झरो आमा, 2 वर्षे बालक पनि भेलमा परि मरो आमा, फक्री एक फुल आज ओइलीएर झरो आमा, 2 वर्षे बालक पनि भेलमा परि मरो आमा, भगवानको आशीर्वादले संसार हेर्न जन्मिएको, लगे पछि कालले आजै हेर्ने दिन टरो आमा, फक्री एक फुल आज ओइलीएर झरो आमा, 2 वर्षे बालक पनि भेलमा परि मरो आमा। कहिले हिमाल कहिले पहाड कहिले तराईमा, विपत्तिले पनि हमला बारम्बार गरो आमा, फक्री एक फुल आज ओइलीएर झरो आमा, 2 वर्षे बालक पनि भेलमा परि मरो आमा। रात अनि उद्धारमा लाग्नु पर्ने सरकार पनि राजनीतिको झमेलाले अलमलमा परो आमा, फक्री एक फुल आज ओइलीएर झरो आमा, 2 वर्षे बालक पनि भेलमा परि मरो आमा। अन्तिम शेर छ। भए भरको अन्न सघाइ घर पनि बगाइदिँदा,
फेरि आज बसाई त्रिपालभित्र सरुवामा फक्रिएको फुल आज ओइलिएर झरुवामा दुई बसे बालक पनि भेलमा परि मरुवामा। धन्यवाद। भाषाका समय अति कम छ। आदरणीय व्यक्तित्वज्यूहरू समयको ख्याल गर्नका लागि हार्दिक अनुरोध गर्दै म भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर राणा भट्टज्यूलाई छोटो साहित्यिक शुभकामनाका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आज यस मित्तल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्षता गर्नुभएका अध्यक्ष महोदयज्यू, आज यस कार्यक्रमलाई सफल पार्नका लागि प्रमुख अतिथिका रूपमा यसै तनहुँ जिल्लाका क्षेत्र नम्बर 1 का सांसद एवं पूर्व मन्त्री शङ्कर भण्डारीज्यू र यहाँ उपस्थित हुनुभएका विभिन्न तह र तबकाका अतिथिगणहरू र यहाँ जुन यो कार्यक्रमलाई चाहिँ सफल पार्नको लागि उपस्थित हुनुभएका साहित्य प्रेमीहरूलाई सर्वप्रथम म आफ्नो नमन टक्राउन चाहन्छु। जसले गर्दाखेरि हामी न्यून मात्रामा उपस्थित भएको देखिन्छ। हामी एकमुष्ट रूपमा हामीले एक ठाउँमा कार्यक्रम गऱ्यौँ भने साहित्यकर्मीको भिड भडाका र जमघट हुने पक्कै नै हुनेछ। त्यसैले जुनसुकै बेला पनि हामीले साहित्यिक कार्यक्रम गर्दाखेरि एउटै समय र तिथि पर्दो रहेछ। हामीले भानु जन्मस्थल विकास समितिले प्रत्येक वर्ष भानु जयन्ती बनाउने गर्छौँ र त्यसमा पनि हामीले कविता प्रतियोगिताहरू राखेका हुन्छौँ। त्यसमा पनि हाम्रो न्यून उपस्थिति हुन्छ। त्यो ठाउँ ठाउँमा तनहुँ जिल्ला या देशव्यापी रूपमा नै यो कार्यक्रम भयो। नाटकको प्रतिपादन गर्ने उहाँको व्यक्ति पनि हो, उहाँ गजलकार पनि हो। उहाँले जुन उहाँको किताबमा हामीले देखेका छौँ, उहाँले तीज भन्ने एउटा शब्द पनि हामीले भेटाएका छौँ। त्यस कारणले गर्दा त्यो तीज गीतबाट हामीले यो मोतीराम भट्टलाई हामीले सम्झने गरेका छौँ र आज जुन कार्यक्रम यहाँ भइरहेको छ र जो प्रतियोगीहरू हुन्छ उहाँलाई अग्रिम शुभकामना दिँदै म आफ्नो कुरा यहाँ अन्त गर्छु। हस्त धन्यवाद। जय साहित्यकार। अध्यक्ष युवा व्यवसायी विष्णु पराजुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनका लागि लोकदोहोरी प्रतिष्ठान तनहुँका उपाध्यक्ष सुभद्रा श्रेष्ठलाई हार्दिक अनुरोध गर्न चाहन्छु र म प्रतियोगी गजल वाचन गरिदिनका लागि कृष्णगिरी चञ्चललाई हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया स्रष्टाहरू यहाँले वाचन गर्नुभएको गजल हाम्रो संस्थाका सदस्य मेघनाथ आचार्यलाई दिएर जानुहोला र तयारी अवस्थामा रहिदिनका लागि काजीमान सुनारलाई हार्दिक अनुरोध गर्न चाहन्छु। म बिना थाहा छ कसलाई म बिना दैनिकी चल्दैन भनेर, सीमाहरू ठप्प पार्दा चुलोमा आगो बल्दैन भनेर। थाहा छ कसलाई म बिना दैनिकी चल्दैन भनेर। बहादुर अनि कान्छा भनी सलाम खाइरहेको छ उसले। थाहा छ कि उनको सोझो केही छल्दैन भनेर। थाहा छ कि उसलाई म बिना दैनिकी चल्दैन भनेर। सन्धिहरू च्यात्ने अनि चाबी खोज्ने भन्छौँ हामी। सन्धिहरू च्यात्ने अनि चाबी खोज्ने भन्छौँ हामी। तर्साउँछ फकाउँछ बिना नुन यो गल्दैन भनेर। थाहा छ कि उसलाई म बिना दैनिकी चल्दैन भनेर। दोधारमा ढल्पल ढल्पल भए शासकहरू। दोधारमा ढल्पल ढल्पल भए शासकहरू। ज्ञान्छ उसलाई पत्थर मासको फल्दैन भनेर। थाहा छ कि उसलाई म बिना दैनिकी चल्दैन भनेर। यो अधिकार पाएको उसले हाम्रै अकर्मले गर्दा। बग्ने त्यो पानी माथि यसै लास जल्दैन भनेर। थाहा छ कि उसलाई म बिना दैनिकी चल्दैन भनेर। सीमाहरू ठप्प पार्दा चुलोमा आगो बल्दैन भनेर। हस्त धन्यवाद। प्रतियोगी गजल वाचन गरिदिनका लागि भानु एक भन्सारका स्रष्टा दिवाकर घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। तयारी अवस्थामा रहिदिनका लागि काजीमान सुनारलाई हार्दिक अनुरोध गर्न चाहन्छु। डुब्यो तराई उतार गर्न अझै ढिलो नगर सरकार। नसुत ब्यौजी तराई झर्न अझै ढिलो नगर सरकार। विपत्तिमा उद्धार गर्न सबै एकजुट हुनै पर्छ। अनुरोध गर अघि सर्न अझै ढिलो नगर सरकार। डुब्यो तराई उद्धार गर्न अझै ढिलो नगर सरकार। देशको सीमा सुरक्षार्थ भोलि लड्ने तिनै हुन्। यिनको घाउमा मलम लाउन अझै ढिलो नगर सरकार। नसुत ब्यौजी तराई झर्न अझै ढिलो नगर सरकार। विदेश भएका नेपालीले
विपत्तिमा साथ दिए सके ती पीडितका छेउ पर्न अझै ढिलो नगर सरकार, डुब्यो तराई उद्धार गर्न अझै ढिलो नगर सरकार। हिमाल पहाड तराईका जनता सबै जनार्दन हुन्, आओ सँगै जङ्गाल तर्न अझै ढिलो नगर सरकार, डुब्यो तराई उद्धार गर्न अझै ढिलो नगर सरकार, नसुत ब्योजी तराई झर्न अझै ढिलो नगर सरकार। धन्यवाद। जानुभयो। म तयारी अवस्थामा राखिदिनका लागि काजीबान सुनारलाई हार्दिक अनुरोध गर्दै, जसले कलम चलाउँछ उसैलाई समयको महत्त्व थाहा हुन्छ, पटक पटक भनिरहन पर्दैन। यही कुराको अनुरोध, अनुनय र बिन्ती गर्दै साहित्यिक शुभकामना व्यक्त गरिदिनका लागि म प्रगतिशील लेखक सङ्घ तनहुँका उपाध्यक्ष नारायण श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। बाँझो बोस खेतबारी, बाँझो बोस खेतबारी, दैलो अघि सिस्नो घारी, बाँझो बोस खेतबारी, पिठ्युमा नाति बोकेर सहर झरे छोरा बुहारी, बाँझो भो खेतबारी। रुचिकै छ 84 व्यञ्जन, रुचिकै छ 84 व्यञ्जन, रित्तो भए पनि फकारी, रित्तो बोस खेतबारी। सिमेन्ट रोपी गैरी खेतमा छतमा फलाए तरकारी, रित्तो बोस खेतबारी, बाँझो बोस खेतबारी। डिबिपिआर साथै भरेर खाने रे जागिर सरकारी, बाँझो बोस खेतबारी। रुक्दैछिन् आँगनीमा आमा, बोकेर वियोगको भारी, बाँझो बोस खेतबारी, दैलो अघि सिस्नो घारी, बाँझो बोस खेतबारी। धन्यवाद। वाचन गरिदिनका लागि लक्ष्मी पौडेल तिमल सिन्हालाई हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्ण साहित्यिक महानुभावहरूलाई नमन गर्दै र मोतीराम भट्टलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म आफ्नो गजल वाचन गर्न चाहन्छु। मेरो गजलको शीर्षक छ म र मेरो देश। मेरो देश जस्तै जलेकी छु आज, मेरो देश जस्तै जलेकी छु आज, सीताग्निमा झैँ जलेकी छु आज, सीताग्निमा झैँ जलेकी छु आज। खुकुरी प्रहारमा अचानो दुखे झैँ, खुकुरी प्रहारमा अचानो दुखे झैँ, हजारौँ प्रहारले थलेकी छु आज, हजारौँ प्रहारले थलेकी छु आज। भरी आँसु टलपल नयन ताल मेरा, भरी आँसु टलपल नयन ताल मेरा, छता छुल्ल कोसी गलेकी छु आज, छता छुल्ल कोसी गलेकी छु आज। छहराको पानी जवानी लुटिँदा, छहराको पानी जवानी लुटिँदा, सयौँ भोक तिर्खा छलेकी छु आज, सयौँ भोक तिर्खा छलेकी छु आज। यी शोषण दमनले सिमाना मिचेसी, यी शोषण दमनले सिमाना मिचेसी, फुटी अग्नि ज्वाला बलेकी छु आज, फुटी अग्नि ज्वाला बलेकी छु आज। यी कानुन र न्यायालय चुप रहन्छन्, यी कानुन र न्यायालय चुप रहन्छन्, म मान्छेको भिडमै
जलेकी छुवाज शीताग्निमा झैँ जलेकी छुवाज शीताग्निमा झैँ जलेकी छुवाज। धन्यवाद। यसै गरी प्रतियोगी गजल वाचन गरिदिनका लागि म सुनिता आचार्यलाई हार्दिक अनुरोध गर्दै तयारी अवस्थामा रहिदिनका लागि शैलेन्द्र मगरलाई अनुरोध गर्न चाहन्छु। छाडे देश परिवार पाल्ने पीर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि मन त थिएन मलाई पनि जन्मभूमि छोड्नलाई, विकल्पमा विदेशमा मात्र जागिर भएपछि, छोडे देश परिवार पाल्ने पीर भएपछि, परिवार सम्हालेर दुःख सुख धैर्य गरी बस प्रिय, परिवार सम्हालेर दुःख सुख धैर्य गरी बस प्रिय, फर्किनेछु मन अनि देशमा थिर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, नजाऊ विदेश सँगै पाखो कोतारौँला भन्थ्यौ, नजाऊ विदेश सँगै पाखो कोतारौँला भन्थ्यौ, तर समथर जमिन भन्दा पहिरो जाने भिर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, सँगै साग र सिस्नो खाउला भनी चित्त बुझाउँथे पहिले, सहनै गाह्रो भयो सानो छिमेकीको घरमा सधैँ पाक्ने खिर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, चाडपर्वमा छोरो सम्झी नरुनु आमा बुबा, चाडपर्वमा छोरो सम्झी नरुनु आमा बुबा, आउँछु म साउको ऋण तिरी ठाडो शिर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, छाडे देश परिवार पाल्ने पीर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि, मेरो देशको राजनीति अस्थिर भएपछि। हस्त धन्यवाद। प्रतियोगी गजलका लागि शान्ता वास्तोलालाई तम तयार अवस्थामा रहिदिनका लागि अनुरोध गर्न चाहन्छु। कृपया सम्बोधन नगरिदिनु होला। पूर्व साथी जस्तै पहिलो प्रस्तुति लिएर आएको छु। मेरो गजलको शीर्षक छ यो निर्दयी सहरको गजल। कमाई भन्दा महँगीले दुखेको गजल, कमाई भन्दा महँगीले दुखेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। कोठा भाडा बढ्ने नै भयो अझ, कोठा भाडा बढ्ने नै भयो अझ, बत्ती र पानीले तडपिएको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। पैसा जति सहरले लुट्यो, पैसा जति सहरले लुट्यो, कसरी तिर्नु स्कुलको फी बढेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। कमाई भन्दा महँगीले दुखेको गजल। महिनौँ काम हुन्छ यहाँ तलब थोरै, महिनौँ काम हुन्छ यहाँ तलब थोरै, कसरी सुनाऊ परिश्रम लुटेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। दिनदिनै लुटिन्छन् नेपाली दलालहरू भुकेको गजल, दिनदिनै लुटिन्छन् नेपाली दलालहरू भुकेको गजल, कसरी सुनाऊ नेपालीले नेपाली लुटेको गजल। कमाई भन्दा महँगीले दुखेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। के छैन सुन खानी फलन खानी अझ सगरमाथा मेरो देशमा, के छैन सुन खानी फलन खानी अझ सगरमाथा देशमा, खाडी मुलुक नै बनाइरहेछन् नेपाली, कसरी सुनाऊ रगत र पसिना बगेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। अब अन्तिम शेर छ। वनतरुल भ्याकुरको गानो प्यारो लाग्दैन अचेल, वनतरुल भ्याकुरको गानो प्यारो लाग्दैन अचेल, रित्ताइदियो बस्ती भरियो सहर, कसरी सुनाऊ यो निर्दयी सहरको गजल, कसरी सुनाऊ कमाई भन्दा महँगीले दुखेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल, कसरी सुनाऊ यो सहरले चुटेको गजल। धन्यवाद। अत्यन्तै छोटो छ यो, यहाँहरूले नै बुझ्नु भएको छ, यहाँहरूलाई नै हतार छ, त्यसैले छोटो छोटो भन्न पर्दैन। म साहित्यिक शुभकामनाका लागि आबु श्रेष्ठ समाजका अध्यक्ष अनिल श्रेष्ठलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अध्यक्षज्यू, माननीय आदरणीय शङ्कर भण्डारीज्यू, सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यूहरू र सम्पूर्ण साहित्य अनुरागी मित्रहरूमा म आफूखरी स्रष्टा समाजको अध्यक्षको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। धेरै कुराहरू यहाँ बोलिराख्नुपर्छ भन्ने मलाई लाग्दैन, किनभने पूर्वोक्त साथीहरूले पनि एउटा सन्दर्भ जुन ब्यानरको सन्दर्भ छ
त्यो सन्दर्भको बारेमा धेरै बोलिसक्नु भएको छ र हामीले त्यहाँनिर हेर्दाखेरि पनि धेरै कुराहरूलाई स्पष्ट भएको छ। गीतल प्रतिष्ठान नेपालको आयोजनामा जुन यो कार्यक्रम भइराखेको छ, यो त्यो अवसर पाएको थियो हामीले उहाँलाई सम्मान गर्ने। आज यो क्षेत्र प्रताप साहित्यिक पुरस्कारबाट पनि उहाँ पहिलोपटक सम्मानित हुँदैछ र यो पुरस्कारको गरिमा क्षेत्र प्रताप अधिकारीको नामसँग जोडिएर जुन पुरस्कारको स्थापना भएको छ त्यसले राष्ट्रिय रूपमै एउटा अग्रणी स्थान प्राप्त गरोस् र अझ यो पुरस्कारलाई गरिमामय बनाउँदै आगामी दिनहरूमा यो पुरस्कारको निरन्तरता र पुरस्कारको रकमको राशि र यो पुरस्कारसँगै तनहुँको एउटा बयापानी, हामीले भन्छौँ बयापानीमा जन्मेको तर पनि राष्ट्रिय रूपमै तनहुँको एउटा साहित्यिक व्यक्तित्व, सायद भानुभक्त र गोकुल जोशी पछिको हामीले साहित्यिक व्यक्तित्वको रूपमा हेर्ने भने क्षेत्र प्रताप अधिकारी पछाडिको हाम्रो पुस्ताहरू अझै पनि स्थापित हुन नसकेको अवस्थामा क्षेत्र प्रताप अधिकारीलाई स्थापित गर्ने एउटा साहित्यिक एउटा जमरको जुन गर्नुभएको छ त्यसको लागि म उहाँहरूलाई हार्दिक धन्यवाद र शुभकामना दिँदै म आफ्नो छोटो मन्तव्य यही अन्त गर्छु। हस्त धन्यवाद। युवा कवि मोतीराम भट्टप्रति श्रद्धासुमन अर्पण गर्दै म आफ्नो प्रस्तुति सुनाउन लागिरहेको छु। समसामयिक बाढी पहिरोको समस्या सब्जेक्टले लेखिएको गजल छ। हस्त स्वीकार्नुहोस्। भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, ओ त बस्ने डाँडाबाट छिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, खै त भुन्टे आमा भन्दा बगाएर लयो भन्छ, खै त भुन्टे आमा भन्दा बगाएर लयो भन्छ, भोकै रुने भुन्टेलाई केही पिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, विपत्ति नि हाम्रो सामु, विपत्ति नि हाम्रो सामु एकैपटक आइदियो, कोशी ब्यारेज खोल्ने वार्ता मिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, छैन घर छैनन् जहान, छैन घर छैनन् जहान, उजाड भयो बस्ती आज, छैन घर छैनन् जहान, उजाड भयो बस्ती आज, सरकारले केही राहत दिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, थपिएका थपिएछन्, थपिएका थपिएछन् सहयोग गर्ने हातहरू, थपिएका थपिएछन् सहयोग गर्ने हातहरू, कति रकम जम्मा भयो जिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, बाढीले खेत लगी सबै, बाढीले खेत लगी सबै बगरमा मिल्काइदियो, बाढीले खेत लगी सबै बगरमा मिल्काइदियो, डाँडा गरे मैलाको खेत हिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा। अन्तिम शेर छ अब। नथपियोस् विपद अब, नथपियोस् विपद अब, कामना छ यही हाम्रो, नथपियोस् विपद अब, कामना छ यही हाम्रो, मनको पीडा मनभित्रै बिलाउन बाँकी हुँदा, भूकम्पले फाटेको मन सिलाउन बाँकी हुँदा, ओ त बस्ने डाँडाबाट छिलाउन बाँकी हुँदा। हस्त धन्यवाद दिनका लागि दिवाकर भट्टराईलाई अनुरोध गर्दै प्रतियोगी गजल वाचनका लागि कृष्णराज ढुङ्गानालाई अनुरोध गर्न चाहन्छु। शीर्षक छ ऋतु सागी प्रीतको गजल। सप्तरङ्गी इन्द्रिणी चाहिँ रङ्गाएकी थिइन् उनी, सत्य राम राम द्वितीयाकी धुन बनी रजाएकी थिइन् उनी, सत्य राम राम। सप्तरङ्गी इन्द्रिणी चाहिँ रङ्गाएकी थिइन् उनी, सत्य राम राम द्वितीयाकी धुन बनी रजाएकी थिइन् उनी, सत्य राम राम। वसन्तको उमङ्गले लजबन्दी चुन्न खोज्दा गोप्य मनमा सयपत्री फुलाएकी थिइन् उनी, सत्य राम राम द्वितीयाकी धुन बनी रजाएकी थिइन् उनी, सत्य राम राम। ग्रीष्मयाममा नागबेली उसको मेरो हुँदा तन, ग्रीष्मयाममा नागबेली उसको मेरो हुँदा तन, सुबासमा रक्तिगन्ध मिसाएकी थिइन् उनी, सत्य राम राम द्वितीयाकी धुन बनी लजाएकी थिइन् उनी, सत्य राम राम। शिशिरको उन्मादमा भैँसको मात्रै लाली चढ्दा, शिशिरको उन्मादमा भैँसको मात्रै लाली चढ्दा, कतुरताको कुकुतीमा रमाएकी थिइन् उनी, सत्य राम राम
द्वितीयकी झुन बनी रजाएकी थिइन् उनी सत्य रामा राम। वर्षा जलले तन रुचि पारदर्शी वस्त्र हुँदा, वर्षा जलले तन रुचि पारदर्शी वस्त्र हुँदा मञ्चन गरी नयन तल झुकाएकी थिइन् उनी सत्य रामा राम। द्वितीयकी झुन बनी रजाएकी थिइन् उनी सत्य रामा राम। सरदको लोभी मनले मिठो नजर पस्किदिएर तरङ्गित सागर बनी मुस्कुराएकी थिइन् उनी सत्य रामा राम। द्वितीयकी झुन बनी रजाएकी थिइन् उनी सत्य रामा राम। हेमन्तको स्पर्शमा स्वप्निलभन्दा कोमल यौवन जदौ भन्ने दिलभित्र छुपाएकी थिइन् उनी सत्य रामा राम। द्वितीयकी झुन बनी रजाएकी थिइन् उनी सत्य रामा राम। अनगिन्ती कृष्णसँग राधा बन्ने चाहनामा, अनगिन्ती कृष्णसँग राधा बन्ने चाहनामा ऋतुसरी कृतको गजल बनाएकी थिइन् उनी सत्य रामा राम। सप्तरङ्गी झै रङ्गाएकी थिइन् उनी सत्य रामा राम। द्वितीयकी झुन बनी रजाएकी थिइन् उनी सत्य रामा राम। आकर भट्टराईलाई हार्दिक अनुरोध गर्न चाहन्छु। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई, 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई, ऋण लिई चलाउनेछ बजारलाई। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजार। धिक्कार छ आँखाको परिधिभित्र हराउनेहरूमा, धिक्कार छ आँखाको परिधिभित्र हराउनेहरूमा। सपना अनेक सजाई झुक्याउनेछन् नजरलाई। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई। शङ्काको परिधिमा जीवनको पूर्णविराम हुन्छ, शङ्काको परिधिमा जीवनको पूर्णविराम हुन्छ। तैपनि हाँसी खुसी फैलाउने छन् आकारलाई। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई। मनुष्य न उन धनसँग दिलको हिसाब किताब, मनुष्य न उन धनसँग दिलको हिसाब किताब। दिलको जमातमा बढाउने छन् व्यापारलाई। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई। अन्तिम शेर छ, जीवन जिउने कला सायद फरक थियो होला, जीवन जिउने कला सायद फरक थियो होला। हर कोहीले सम्मान गर्न सक्ने छन् विचारलाई। 2 पैसाको मान्छेले रोज्नु पर्यो भने हजारलाई। धन्यवाद। यसै सन्दर्भमा हामी क्षेत्र प्रताप साहित्यिक पुरस्कार प्रदान गर्न गइरहेका छौँ। यसकै विषयमा क्षेत्र प्रताप साहित्यिक पुरस्कारका संरक्षक क्षेत्र प्रताप अधिकारीका कान्छो सुपुत्र, संस्थाका संरक्षक अमन अधिकारीलाई उहाँको बारेमा केही कुराहरू राखिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तनहुद्वारा यो आयोजित यो कार्यक्रम नै भन्छु म त। क्षेत्र प्रताप स्मृति अक्षयको स्थापना मलाई फोन कल आयो लगभग 3 हप्ता जस्तो अगाडि यहाँबाट। मेरो दाइसँग कुरा भइसकेको रहेछ। मेरो दाइ बस्नुहुन्छ जापान नै। अब म अलिक टाढा भएपछि जापानबाट नजिक भयो जस्तो लाग्यो मलाई पछि कल आयो। अनि त्यसपछि यो हामीले प्रयास गरिरहेका छौँ। हजुरहरू यसप्रति कतिको इन्ट्रेस्टेड हुनुहुन्छ हुनुहुन्न नभए पनि हामीले चाहिँ प्रयास जारी नै राख्छौँ है भनेर उहाँहरूले त्यो एउटा म त मिठो बोली भन्छु त्यसले नै मलाई आकर्षित गर्यो यो पर्टिकुलर अक्षय कोषप्रति। क्षेत्र प्रताप अधिकारी मेरो बुवा भन्दा पनि हामीले नै क्षेत्र प्रताप अधिकारीलाई कसरी चिन्दै गयौँ लेटर स्टेज अफ आवर लाइफ भने हाम्रो बुवा त्यो घर, त्यो प्राङ्गण, त्यो पर्खाल, त्यो बाटो भन्दाखेरि पनि उनी चाहिँ देशकै एक उदाहरणीय व्यक्तित्व भनेर हामीले बुझ्यौँ। सो मलाई खुसी लागिरहेको छ। दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता, बडो मिठो लाग्यो। थ्याङ्क यू सो मच। सम्मान पत्र तनहुँ जिल्ला साबिक रूपाकोट 7 हाल भानु नगरपालिका वडा नम्बर 11 निवासी तपाईँ श्री डिबिराम मिश्रजीलाई तनहुँको साहित्य क्षेत्रमा प्रयोग भएको अतुलनीय योगदानको उच्च कदर गर्दै क्षेत्र प्रताप साहित्यिक पुरस्कार 2014बाट यो सम्मान पत्र प्रदान गरिएको छ। प्रमुख अतिथि माननीय शङ्कर भण्डारी, पूर्व वन तथा संरक्षण मन्त्री, अध्यक्ष आकाश अधिकारी, गीत प्रतिष्ठान नेपाल तथा
आदरणीय व्यक्तित्व दिलेरा मिश्र सम्मानित हुँदै हुनुहुन्छ। कृपया जोरदार ताली गरेर उहाँलाई सम्मान गर्न चाहन्छु। कार्यक्रमका प्रमुख अतिथि शङ्कर भण्डारीज्यू, विशिष्ट अतिथि व्यासका अध्यक्ष काशीनाथ नेपालीज्यूले उहाँलाई सम्मान गर्दै हुनुहुन्छ भने पुरस्कारका संरक्षक अमन प्रताप अधिकारीले उहाँलाई सम्मान गर्दै हुनुहुन्छ। हामी उहाँको अत्यन्तै कम भएको कारणले उहाँलाई साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु व्यासका अध्यक्ष आदरणीय गुरु काशीनाथ नेपाली। साहित्यिक समारोहका सभाध्यक्षज्यू, आजका प्रमुख अतिथि पूर्व वन तथा भू संरक्षण मन्त्री शङ्कर भण्डारीज्यू र यो क्षेत्रप्रताप साहित्यिक पुरस्कारका संरक्षक क्षेत्रप्रताप अधिकारीका कनिष्ठ सुपुत्र अमन अधिकारीज्यू र मञ्चमा बस्नुभएका सम्पूर्ण विशिष्ट महानुभावहरू र यो साहित्यिक समारोहलाई सुसम्पन्न गर्न लामो समयदेखि बसिरहनुभएका सम्पूर्ण साहित्यानुरागी सज्जनवृन्द, क्षेत्रप्रताप अधिकारीको नाममा स्थापना हुन लागेको यो पुरस्कारको नाम सुन्दा मलाई पनि रमाइलो लाग्छ। 47 सालतिर होला मसँग उहाँको पहिलो परिचय भएको हो र उहाँ साझामा त्यहाँ साझाको सचिव हुनुहुन्थ्यो क्यारे जस्तो लाग्छ मलाई। म त्यहाँ जाँदाखेरिमा त्यहाँ एउटा गरिमा पत्रिका निस्कन्थ्यो। म साहित्यिक लेखहरू कविताहरू त्यहाँ प्रकाशन गर्न जान्थेँ र उहाँहरूको त्यो गरिमा पत्रिकाबाट मेरा कविताहरू प्रकाशन पनि भइरहन्थ्यो। त्यति बेलादेखि मैले उहाँलाई चिनेको हो। उहाँ एउटा अत्यन्त शालीन व्यक्तित्व हुनुहुन्थ्यो र उहाँले जुन खास गरी साहित्य क्षेत्रमा अझ गीतको क्षेत्रमा उहाँ विशेष सफल भएको मलाई लाग्छ। हुन त उहाँले धेरै साहित्यिक कृतिहरू पनि रचना पनि गर्नुभएको छ। विभिन्न भाषामा निस्किएका कविताहरूलाई नेपाली भाषामा अनुवाद पनि गर्नुभएको छ। केही कृतिहरू जब उहाँले किताब निकाल्नुहुन्थ्यो, कृति प्रकाशन हुन्थ्यो अनि मलाई एउटा चाहिँ जसरी भए पनि ल्याएर दिनुहुन्थ्यो र उहाँसँग निकै आत्मीयता बढ्दै गइरहेको थियो। अब यस्तै अन्य भेटहरूमा पनि हाम्रो साहित्यिक कुराकानी भइरहन्थ्यो र आज क्षेत्रप्रताप अधिकारीको नाममा यो पुरस्कार स्थापना भएपछि उहाँले एउटा साहित्यिक समारोहमा भनेको एउटा कविता मलाई आज मात्रै होइन, जतिखेर पनि मैले ठाउँ ठाउँमा उच्चारण पनि गर्छु, एउटा हरफ मात्रै मलाई आउँछ, धेरै आउँदैन। म त्यो सम्झन चाहन्छु। आज आँखाभरि पानी बोकेर घाँटीभरि खिर खाइरहेका छन् नेपालीहरू। उहाँको यो पानी शीर्षकको कविता मलाई यति मात्रै याद छ। धन्यवाद। प्रतियोगी गजल वाचनका लागि म साहित्यकार अन्जु दाहाललाई अनुरोध गर्न चाहन्छु। यसपालिको तीजमा पनि आउन पाइन आमा, फुल भरेको रातो साडी लाउन पाइन आमा। यसपालिको तीजमा पनि आउन पाइन आमा, फुल भरेको रातो साडी लाउन पाइन आमा। आउँछन् जान्छन् गिज्याउँदै मन दुखाउने तीजहरू, दिल खोलेर तीजका गीत गाउन पाइन आमा। यसपालिको तीजमा पनि आउन पाइन आमा। घिउ हालेको लट्टे अनि काँकरीको अचार त्यो, घिउ हालेको लट्टे अनि काँकरीको अचार त्यो, रमाउँदै हजुरसँग साउन पाइन आमा। यसपालिको तीजमा पनि आउन पाइन आमा, फुल भरेको रातो साडी लाउन पाइन आमा। सबका चेली आए होलान् ढल्की नाची गाए होलान्, सबका चेली आए होलान् ढल्की नाची गाए होलान्। बादल लाग्यो मनमा खुसी छाउन पाइन आमा। यसपालिको तीजमा पनि आउन पाइन आमा। तीज तिहार आउँदाखेरि आऊ है छोरी भन्नुहुन्थ्यो, तीज तिहार आउँदाखेरि आऊ है छोरी भन्नुहुन्थ्यो। बादल लाग्यो मनमा खुसी
छाउन पाइन आमा यसपालिको तिजमा पनि आउन पाइन आमा फुलभरेको रातो साडी लाउन पाइन आमा बुट्टे चोली हजुरलाई ढाका टोपी बाबालाई बुट्टे चोली हजुरलाई ढाका टोपी बाबालाई साँची साँची राखेकी थिएँ ल्याउन पाइन आमा यसपालिको तिजमा पनि आउन पाइन आमा फुलभरेको रातो साडी लाउन पाइन आमा दुःखहरू लुकाउने थिएँ खुसीहरू बाँड्थेँ बरु दुःखहरू लुकाउने थिएँ खुसीहरू बाँड्थेँ बरु गरुङ्गो थियो मनको भारी बिसाउन पाइन आमा यसपालिको तिजमा पनि आउन पाइन आमा फुलभरेको रातो साडी लाउन पाइन आमा भक्कानोलाई रोकी छे कि मनलाई गाँठो पारेकी छु धित मरुन्जेल रुने थिएँ ठाउँनै पाइन आमा यसपालिको तिजमा पनि आउन पाइन आमा फुलभरेको रातो साडी लाउन पाइन आमा हस् नमस्ते धन्यवाद। साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि वरिष्ठ साहित्यकार गीतकार गण्डकी वाग्मय तनहुका अध्यक्ष गीतल प्रतिष्ठान नेपालका सल्लाहकार आदरणीय दाजु सागर उदासलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमका अध्यक्षज्यू प्रमुख अतिथि पूर्व वन मन्त्री शङ्कर भण्डारीज्यू मञ्चमा आसी सम्पूर्ण अतिथि एवं विशिष्ट अतिथिज्यूहरू सहभागी सम्पूर्ण साहित्य अनुरागी उपस्थिति जनसमुदायहरू पत्रकारज्यूहरू लगायत सहभागी यस प्रतियोगितामा सहभागी आदरणीय भाइ बहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र म सर्वप्रथम यो 151औं मोती जयन्तीको अवसरमा जुन यो कार्यक्रम भएको छ गजल प्रतियोगिता भएको छ यो मोतीराम भट्ट प्रति चाहिँ म हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु किनकि मोतीराम भट्टले भानुभक्तलाई चिनाए र यसरी नै म पुनः एकचोटि हाम्रा तनहुका एकदम गीतकार साहित्यकार क्षेत्र प्रताप अधिकारीलाई पनि म पुनः एकचोटि श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। र विशेष गरी आजको यो कार्यक्रम मोती जयन्तीको अवसर भन्दा पनि जुन क्षेत्र प्रताप अधिकारीको नाउँमा जुन एउटा अक्षय कोष खडा हुन लागिरहेको छ यो प्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र म केही कुराहरू क्षेत्र प्रतापको बारेमा म तनहुको 25-26 वर्षदेखि जानी नजानी आफूले साहित्यिक क्षेत्रमा कलमहरू चलाएँ होला र क्षेत्र प्रतापलाई तनहु महोत्सवमा पहिलो तनहु महोत्सवदेखि हामीले तनहुको एउटा चाहिँ साहित्यकारलाई सम्मान गरौँ भन्ने मैले प्रस्ताव ल्याएँ। 2061 सालमा म तनहु देवाडी सङ्घको जिल्ला कार्य समिति सदस्य थिएँ। पहिलो तनहु महोत्सवमा म कार्य समिति सदस्य थिइनँ भएन। दोस्रो आफै हुँदाखेरि सम्मान गरौँ भने त्यसपछि पहिलो तनहु महोत्सवमा नाम ल्याउनु प्रस्ताव गरियो पछि त्यसलाई चाहिँ जिल्ला कमिटीले स्वीकार गरेन। 61, 63, 65 सम्म भएन र 67मा अन्तिममा 67मा ल सम्मान गर्ने 69मा सम्मान गर्ने भनेर सबै कुराहरू भएर उहाँको नामहरू लेखियो ल्याइयो सबै कुराहरू भयो। हामीले अन्तिममा खबर गरियो खबर गर्दा उहाँ अति बिरामी हुनुहुन्थ्यो र हामीले उहाँलाई उपस्थिति गराउन सकिएन। अमनजीसँग मेरो फोनमा पनि कुरा भएको थियो सिलिन्डर लिएर हिँड्नुपर्ने अवस्था छ र त्यो बेलामा हामीले क्षेत्र प्रताप अधिकारीज्यूलाई यहाँ ल्याउन सकिएन र 70 सालको अन्तिम चैतको अन्तिम दिन उहाँको दुःखद निधन भयो। र मैले के मात्रै भन्न चाहन्छु तनहुमा उहाँलाई जहिले पनि राजनीतिक चस्माले हेरियो उहाँको चाहिने जुन साहित्यिक योगदान थियो माटो मुटु र चाहिँ एउटा धरती यो नेपालप्रतिको एउटा सम्मान जुन साहित्यमा उहाँले उद्घाटन गर्नुभएको थियो मलाई यो सम्मान चाहिँ कहिले पनि तनहुवासीले सम्झिएनन्। मैले दुःखका साथ भन्नुपर्छ तनहुवासीले राजनीतिक व्यक्तित्वको चस्माले मात्रै हेरियो यो क्षेत्र प्रताप प्रति होइन सिङ्गो साहित्यप्रतिको अपमान र अन्याय थियो भन्न चाहन्छु। र धेरै कुराहरू यो विगतमा बितेका कुराहरूलाई भन्दा पनि ढिलै भए पनि एउटा अक्षय कोष खडा गर्ने जुन एउटा साथीहरूले प्रस्ताव ल्याउनु भएको छ यसमा मेरो संस्था गण्डकी वाग्मय प्रतिष्ठान र मेरो व्यक्तिगत तर्फबाट पनि मैले सकेको सहयोग मैले गर्ने वचनबद्धता म प्रकट गर्न चाहन्छु। र अर्को कुरा उहाँको 13औं दिनको पुण्यतिथिमा मैले एउटा गीति कविता लेखेको थिएँ। यो माथि सेती पत्रिका हो एक स्थानीय पत्रिका हो। अन्त्यमा क्षेत्र प्रताप अधिकारीको अन्तिम कविता भनेको 2 लाइन मलाई कण्ठ छ। यो पत्र पत्रिकामा पढेर मेरो एउटा दिमागमा मैले कण्ठ गरेको एउटा कविता म सुनाउन अनुमति चाहन्छु। यो कविता मलाई सन्चो छैन आज देशलाई सन्चो भइरहोस् मलाई सन्चो छैन आज देशलाई सन्चो भइरहोस् म त आउने जाने गर्छु मेरो देश रहिरहोस् म त आउने जाने गर्छु मेरो देश रहिरहोस्। यति भन्दै
यो कार्यक्रमलाई पुनः एकचोटि अगाडि बढाउन र क्षेत्र प्रतापको लाई प्रति पुनः एकचोटि सम्मान व्यक्त गर्दै म यो कार्यक्रमबाट बिदा हुन्छु र पुरस्कृत भाइहरूलाई अग्रिम बधाई। पुरस्कृत नभए पनि पुनः साहित्यको कलम चलाउन नछोड्नु होला। आयोजकले समय दिएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद। म यस संस्थाको सल्लाहकार पनि छु। धन्यवाद। द्वितीय पुरस्कारका प्रायोजक विद्यार्थी पुस्तक पसलका प्रोपाइटर ताराराम श्रेष्ठज्यूलाई मञ्चमा आएर आतिथ्यको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनका लागि म पत्रकार महासङ्घ तनहुँका निवर्तमान उपाध्यक्ष प्रदेश नम्बर 4 का सदस्य समुद्र पौडेललाई हार्दिक अनुरोध गर्दै छोटो साहित्यिक शुभकामना व्यक्त गरिदिनका लागि डाक्टर ईश्वर चन्द्र वाग्लेलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्व वन तथा भू संरक्षण मन्त्री एवं माननीय सांसद शङ्कर भण्डारीज्यू, आज क्षेत्र प्रताप अधिकारीको संरक्षकका तर्फबाट अर्थात् क्षेत्र प्रताप अधिकारीको नाममा स्थापित अक्षय कोषका संरक्षकद्वारा आज जुन क्षेत्र प्रताप अधिकारी पुरस्कार प्राप्त गर्नुभएको छ आदरणीय साहित्यकार लेखक डिलीराम मिश्रज्यू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू र यहाँ उपस्थित साहित्य अनुरागी तथा प्रतियोगी सहभागी सम्पूर्ण महानुभावहरू, आज धेरै समयले लेखो काटिसक्यो। सर्वप्रथम त म आज मोती जयन्तीको सन्दर्भ म युवक कवि मोतीराम भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। त्यसै गरी आदरणीय साहित्यकार एवं राजनीतिज्ञ क्षेत्र प्रताप अधिकारीज्यूप्रति पनि म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र पुनः फेरि आज पुरस्कृत हुनुहुने डिलीराम मिश्रज्यूप्रति म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। वास्तवमा आज यो कार्यक्रम 3वटा व्यक्तित्वबाट जोडिएको मलाई अनुभूति भइराखेको छ। एक त मोतीराम भट्ट, युवा कवि मोतीराम भट्ट, हामीहरूले धेरै नाम सुनेकै छौँ। 1923 विक्रम सम्वत 1923 भाद्र पुष्य औँसीको दिन जन्मेर विक्रम सम्वत 1953 भाद्र पुष्य औँसीकै दिन एउटै तिथिमा देहावसान गर्ने अर्थात् निधन भएका राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टका बारेमा केही मलाई थाहा भएका कुराहरू व्यक्त गर्न पाउँदा मलाई यो सन्दर्भसँग असाध्यै म हर्षित भएको छु। वास्तवमा मोतीराम भट्ट एउटा संस्था थिए, जम्मा 30 वर्ष मात्र बाँचेका थिए उनी। 30 वर्ष उनी एउटा व्यक्तिले 30 वर्षमा त्यो पनि 12-15 वर्ष त त्यसै एउटा केटाकेटीकै उमेर जान्छ। त्यसपछि उनी लेख्न सुरु गरे र आज भन्नुहुन्छ भने कुनै पनि हाम्रै नेपाल राष्ट्रिय एकाडेमी, नेपाल प्रज्ञा प्रतिष्ठान, मदन पुरस्कार जस्ता विभिन्न साहित्यिक संस्थाहरूले गर्न नसकेका कामहरू आज त्यति छोटो एउटा थोरै अवधिमा पनि मोतीराम भट्टले नेपाली साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरेका थिए। त्यो भन्न पाउँदा म एउटा साहित्यको विद्यार्थीको नाताले साह्रै खुसी छु। वास्तवमा मोतीराम भट्ट पनि सिर्जना गरेका थिए। म यिनै सन्दर्भहरूसँग अति प्रभावित भएर एउटा छोटो समयमा पनि ठुलो योगदान गर्ने संस्थाहरूले पनि गर्न नसकेको योगदान गर्ने ती मोतीराम भट्टप्रति म पुनः फेरि श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। त्यसै गरी अब मेरो 2 शब्द यही अन्त्य गर्दछु। हस्त धन्यवाद। भाषण गरिदिनुका लागि सिंहबहादुर कुमारलाई हार्दिक अनुरोध गर्दै आसन ग्रहण गरिदिनुका लागि
द्वितीय पुरस्कारका प्रायोजक विद्यार्थी पुस्तक पसलका प्रोपाइटर ताराम श्रेष्ठलाई अनुरोध गर्न चाहन्छु। यसै गरी तृतीय पुरस्कारका प्रायोजक दिपेन्द्र सुप सेन्टरका प्रोपाइटर रामबहादुर गोतामेलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पसिनाको धारा बगाई भिजाउनु पर्छ अब, पसिनाको धारा बगाई भिजाउनु पर्छ अब, 10 नन्द्रा खिलाएर भिजाउनु पर्छ अब, पसिनाको धारा बगाई भिजाउनु पर्छ अब। कति बसौँ परदेशी भई, कति बसौँ परदेशी भई, फर्किएर बाटो भूमि फुटाउनु पर्छ अब, पसिनाको धारा बगाई भिजाउनु पर्छ अब। खाली छन् मेरा खेतबारीहरू, खाली छन् मेरा खेतबारीहरू, आफ्नै पौरखीले अन्न बाली उब्जाउनु पर्छ, आफ्नै पौरखीले अन्न बाली उब्जाउनु पर्छ, पसिनाको धारा बगाई भिजाउनु पर्छ। उजाड भइसके पाखा पखेराहरू, उजाड भइसके पाखा पखेराहरू, हराभरा पारी हरियाली बनाउनु पर्छ अब, हराभरा पारी हरियाली बनाउनु पर्छ अब, पसिनाको धारा बगाई भिजाउनु पर्छ अब। किसान र भरिया दाइको विश्राम गर्ने शीतल ढली गयो, किसान र भरिया दाइको विश्राम गर्ने शीतल ढली गयो, चौतारी र भन्ज्याङलाई संरक्षण गर्नु उभ्याउनु पर्छ अब, भन्ज्याङ र चौतारीलाई संरक्षण गर्नु उभ्याउनु पर्छ अब, पसिनाको धारा बगाई भिजाउनु पर्छ अब, 10 नन्द्रा खिलाएर भिजाउनु पर्छ अब। तपाईँले देखिहाल्नुभयो ब्रेल लिपिबाट पनि दृष्टिविहीन साथी हुनुहुन्छ, उहाँले साहित्य र सिर्जना दमदार गर्दै हुनुहुन्छ। म हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी प्रतियोगी गजल प्रस्तुत गरिदिन हुनका लागि केशव लोहनी पूज्य साथीलाई अनुरोध गर्न चाहन्छु। केशव लोहनी पूज्य साथी तयारी अवस्थामा रहिदिनका लागि आशा थापालाई अनुरोध गर्न चाहन्छु। थियो मनकारी शिक्षा साहित्यको उपवन सजाय गयो पारी, शिक्षा साहित्यको उपवन सजाय गयो पारी, 151 मोती दानामा तिमी सजियो आज, 151 मोती दानामा तिमी सजियो आज, तनहुँको लाले गुराँस क्षेत्र प्रताप अधिकारी, तनहुँको लाले गुराँस क्षेत्र प्रताप अधिकारी। सानो मुक्तकसँगै क्षेत्र प्रतापलाई सम्झँदै यहाँहरूलाई नमन गरेँ, स्वीकार गर्नुहोस्। मेरो गजलको शीर्षक छ चौतारीमा बसेपछि। उकालो चढ्दा ओह्रालो झरे झैँ भयो कम्मर कसेपछि, उकालो चढ्दा ओह्रालो झरे झैँ भयो कम्मर कसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। दिवसमा तोरीको फुलमाथि चन्द्रमा देखियो अचम्म, दिवसमा तोरीको फुलमाथि चन्द्रमा देखियो अचम्म, चन्द्रमुखीले चन्द्रमा यो मुटुभित्र धसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। प्रकृति र नारी सहनशीलताको उत्कृष्ट उपमा हो, प्रकृति र नारी सहनशीलताको उत्कृष्ट उपमा हो, पीडामा पनि मुस्कुराएन लता गर्जेर चट्याङ खसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। उराठिलो संसार आफै स्वर्ग बनेर उभियो हजुर, उराठिलो संसार आफै स्वर्ग बनेर उभियो हजुर, मनभित्र प्रेम भावको उमङ्ग र अनुराग पसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। म त नटराजका भाँति अति उन्मादमा नाच्दै थिएँ,
म त नटराजका भाँति अति उन्मादमा नाच्दै थिएँ। अब चेतन मुस्कुरायो शिवममा सौन्दर्य घसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। वर्षा आउँदा मलजल भए मरुभूमि हरियो हरियाली पवन। वर्षा आउँदा मलजल भए मरुभूमि हरियाली पवन। सबै हितैषी देखिने रहेछ मनमा क्रोध लोभ नबसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। अन्तिम शेर। नाली नजिक भुनभुनाउने मन्दिरभित्र प्रवेश पायो। नाली नजिक भुनभुनाउने मन्दिरभित्र प्रवेश पायो। पूज्य भमरो गणेशको आडमा फुलभित्र फसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। उकालो चढ्दा ओह्रालो झरे झैँ भयो कम्मर कसेपछि, पीडामा पनि आनन्दको वर्षा भयो चौतारीमा बसेपछि। चौतारीमा बसेपछि। यस्तो धन्यवाद। दाजु कुलबहादुर खड्कालाई अतिथिको आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी गजल बालकै प्रतिष्ठान तनहुका सदस्य उपेन्द्र खनालज्यूलाई अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। म प्रतियोगी गजल वाचन गर्नका लागि आशा थापालाई अनुरोध गर्न चाहन्छु। सरकार तिम्रो बदनाम होला अब। ए सरकार तिम्रो राम्रो काम गर अब, नत्र बदनाम होला तिम्रै। सरकार राम्रो काम गर अब, नत्र बदनाम होला तिम्रै। थाहै नपाई एकैचोटि रित्तिएला झोला तिम्रै। यता जनता बाढी भेलमा तिमी उता गद्दा माथि। यता जनता बाढी भेलमा तिमी उता गद्दा माथि। बचाउन जाऊ उनलाई सरकार नत्र बदनाम होला तिम्रै। बचाउन जाऊ उनलाई सरकार नत्र बदनाम होला तिम्रै। आफ्नो मात्र स्वार्थ हेऱ्यौ बाँकी सबको आँसु भेल्छ। आफ्नो मात्रै स्वार्थ हेऱ्यौ बाँकी सबको आँसु भेल्छ। आँसु पुग्न जाऊ सरकार नत्र बदनाम होला तिम्रै। आँसु पुग्न जाऊ सरकार नत्र बदनाम होला तिम्रै। तिमी पनि मानव हो नि किन मन यति कठोर। तिमी पनि मानव नै हो किन मन यति कठोर। कठोर मन पगाल है नत्र बदनाम होला तिम्रै। कठोर मन पगाल है नत्र बदनाम होला तिम्रै। ए सरकार राम्रो काम गर अब, नत्र बदनाम होला तिम्रै। थाहै नपाई एकैचोटि रित्तिएला झोला तिम्रै। थाहै नपाई एकैचोटि रित्तिएला झोला तिम्रै। धन्यवाद। साहित्यिक शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनका लागि आदरणीय दाजु व्यास क्षेत्र विकास कोषका महासचिव विष्णु भक्त सिक्नेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। 51 मोती जयन्तीको अवसरमा क्षेत्र प्रताप स्मृति अक्षय कोष र त्यसद्वारा आयोजित सम्मान कार्यक्रम र खुल्ला गजल प्रतियोगिता कार्यक्रमका श्रद्धेय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, नेपाल सरकारका पूर्व मन्त्री, मान्य सदस्य आदरणीय शङ्कर भण्डारीज्यू, सम्मानित व्यक्तित्व दिल्ली मिश्रज्यू, यसका यो पुरस्कार सम्मानका संरक्षक अजन अधिकारीज्यू, अमन अधिकारीज्यू, यस कार्यक्रममा उपस्थित रहनुभएका मञ्चमा रहनुभएका सम्पूर्ण व्यक्तित्वज्यूहरू, यस कार्यक्रममा प्रात्यक्षिक रूपमा सहभागी हुँदै आउनुभएका प्रतियोगी मित्रहरू, साहित्यका स्रष्टा सर्जक र अनुरागी सबै मित्रहरू, चाहन्छु भन्ने गरिन्छ हिमालमा शिव पार्वती मुस्कुराइरहँदा पहाडमा हाम्रा व्यास र व्यास ऋषिहरू पलिटी कसेर सिङ्गो मानव समुदायलाई विश्वभरि एउटा मार्ग निर्देश गरिरहँदा तराईमा जनक र सीताहरू र गौतम बुद्धहरू संसारका चम्किला ताराहरू बनिरहँदा विश्व मानवको साहित्य समरमा हाम्रा शिरहरू उच्चाइरहेका छन्। म जोड्न चाहन्छु आज
नेपालको धरतीमा साहित्यको अनुरागीहरूको एउटा कार्यक्रममा मात्रै नरहेर सिङ्गो साहित्य जगतमा भानुभक्तले तनहुँको उचाइ जसरी थप्नुभयो आज त्यसै गरी अर्का एउटा नक्षत्रको रूपमा स्थापित क्षेत्र प्रतापले हाम्रा गौरव गाथा गाउनुभयो। मन्तव्य यही गर्छु। धन्यवाद, नमस्कार। कार्यक्रममा साहित्यिक शुभकामना व्यक्त गरिदिनु हुनका लागि नेपाली काङ्ग्रेस तनहुँका सचिव आदरणीय दाजु विश्व वास्तवलाजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आज यस कार्यक्रमका आदरणीय सभापतिज्यू, यस कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य माननीय शङ्कर भण्डारीज्यू, आज सम्मानित व्यक्तित्व क्षेत्र प्रताप स्मृति पुरस्कारबाट पहिलोचोटि सम्मानित हुनुहुने साहित्यिक व्यक्तित्व आदरणीय दिल्लीराम मिश्रज्यू, यस अक्षय कोषका संस्थापक अमन अधिकारीज्यू लगायत मञ्चमा आसीन साहित्यिक व्यक्तित्वहरू र यहाँ उपस्थित साहित्यिक स्रष्टाहरू र साहित्य प्रेमी सम्पूर्ण महानुभावहरू र यस अवसरमा नेपाली साहित्यमा अमूल्य योगदान पुर्याउनु हुने युवा साहित्यकार मोतीराम भट्ट, उहाँको व्यक्तित्वको बारेमा मैले चर्चा गरिरहनु पर्दैन। उहाँ एउटा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो। उहाँलाई पनि म यस अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यसै यस कार्यक्रमको सफलताको कामना गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल। साहित्यकार दिल्लीराम मिश्रज्यूलाई शुभकामना मन्तव्य व्यक्त गर्नका लागि हार्दिक अनुरोध गर्दै साहित्य पुरस्कारको राशि रु 10,000 रहेको घोषणा समेत गर्न चाहन्छु। नेपाली साहित्यका राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 151औं जन्मजयन्तीको अवसरमा आयोजित यस विशेष कार्यक्रममा सहभागी व्यक्तित्वहरू र क्षेत्र प्रताप अधिकारी स्मृति कोष स्थापनाका क्रममा सहयोग गर्ने महानुभावहरू र यस संस्था स्थापना गरेर आजको अवस्थामा ल्याउने सम्पूर्ण साहित्य प्रेमी महानुभावहरू र आजका विशेष प्रमुख अतिथि वन तथा भू संरक्षण मन्त्री एवं सभासद शङ्कर भण्डारीज्यू लगायत सम्पूर्ण व्यक्तिहरूमा हार्दिक मङ्गलमय शुभकामना गर्दछु। क्षेत्र मलाई लागेको छ, त्यसैले क्षेत्र प्रताप अधिकारीप्रतिको अक्षय कोषलाई वृद्धि गरेर त्यो पुरस्कारलाई राष्ट्रिय रूपमा परिचित गर्दाखेरि त्यो पुरस्कार लिने कुनै पनि संस्थाले आफूलाई गौरव अनुभव गर्छ, किनभने उहाँका कविता र गीतहरू यति मार्मिक छन्। नेपाली ग्रामीण जीवनमा, नेपाली जनजीवनमा, नेपाली आत्मामा र नेपालीको मनमा रहेका कविताहरू उहाँका चाहिँ जति पढे पनि कहिल्यै पुरानो नहुने कविताहरू छन्। एउटा उहाँको लोकगीत थियो, टाटे सिमीलाई उडन्ते जुनेली भन्थे तिमीलाई भन्ने उहाँको एउटा लोकगीत छ, उसमा पनि लेख्नुभएको छ उहाँले। फोटो बनाइ यही टुङ्ग्याउँछ। मेरो पैसा सकिया हे परदेशी फकिया नाउ भनो कसरी यता मेरो पैसा सकिया कहिले होला मुक्त पाउने मोती तिमी कहिले हो आउने फोन गरेर पैसा सकिया मेरो पैसा सकिया हे परदेशी फर्किया नाउ भनु कसरी यता मेरो पैसा सकिया मोती तिमी कता छौ सम्झाउनले साह्रै नै सताउँछ फोन गरेर पैसा सकिया
गीता मेरो भइस सकियो मोती तिमी फर्कियो नाम भन्नु कसरी गीता मेरो भइस सकियो। हस्त धन्यवाद। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नाउ भन्नु कसरी यता मेरो पैसा सकियो अत्यन्तै सुमधुर अनि मिठो गीत प्रस्तुत गरेर जानुभयो। उत्तरार्धमा आइपुगेका छौँ। गीतल प्रतिष्ठान नाटक मञ्च तनहुँद्वारा आयोजित गजल प्रतियोगिताको प्रथम पुरस्कारका प्रायोजक गोविन्दराम पन्तलाई सम्मान पत्र लिनु हुनका लागि र सम्मान पत्र दिनु हुनका लागि कार्यक्रमका प्रमुख अतिथि आदरणीय दाजु शङ्कर भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। श्रेष्ठज्यूलाई सम्मान पत्र ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र दिनका लागि प्रथम पुरस्कारका प्रायोजक एपीआई इन्फ्रा उद्योगका सञ्चालक गोविन्दराम पन्तलाई बढी धन्यवाद दिन चाहन्छौँ जसले खुल्ला गजल प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ। कार्यक्रमलाई सहयोग गर्नुहुने साहित्यिक पुरस्कारलाई सहयोग गर्नुहुने ग्रिनरी हाउसिङ एन्ड डेभलप कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक राम श्याम मौराजी सरलाई सम्मान पत्र लिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले उहाँलाई हार्दिक बधाई दिँदै म यस संस्थाका संरक्षक अमन प्रताप अधिकारीज्यूलाई अक्षय कोषको संरक्षकको हिसाबले गीतल प्रतिष्ठान नाटक मञ्च तनहुँद्वारा सम्मान पत्र राखेका छौँ। सम्मान पत्र दिनु हुनका लागि आजका मुख्य आकर्षक प्रमुख अतिथि पूर्व वन तथा भू संरक्षण मन्त्री शङ्कर भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्मान पत्र प्राइभेट लिमिटेडका सञ्चालक श्याम मौराजी सरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमलाई बिदा गरिकन अगाडि बढाउन चाहन्छु। बचाउनको भार हुन्छ कि हुँदैन शङ्कर भण्डारीज्यूलाई सार्वजनिक बनाइ राखिदिनु हुनका लागि हार्दिक आमन्त्रण गर्न चाहन्छु। आदरणीय व्यक्तित्व आदरणीय दाजु पूर्व वन तथा भू संरक्षण मन्त्री शङ्कर भण्डारीज्यू। हाम्रो आरके पोखरेल युवा व्यक्तित्व युवा नेता विद्यार्थी नेता बडोजुहरू पहिलोपटक उनको सामिप्यमा कार्यक्रममा सहभागी हुने अवसर मिलेको छ। अत्यन्त यो 151 मोती जयन्तीको उपलक्ष्यमा गीतल प्रतिष्ठान एवं नाटक मञ्च तनहुँद्वारा स्वर्गीय बुद्धिराम भट्टज्यू स्वर्गीय तनहुँमा जन्मिनुभएका कला र साहित्यका मुद्दन व्यक्तित्व क्षेत्रप्रथम अधिकारीज्यूको चाहिँ सम्मानमा र स्वर्गीय क्षेत्रप्रथम अधिकारीज्यूको नाममा एउटा यो प्रतिष्ठानले अक्षय कोष स्थापना गर्ने उद्देश्यका साथ आज आयोजित कार्यक्रम र आजकै दिनमा यो अत्यन्त होनार युवा प्रतिभा एकजना मित्र बाहेक एकजनाको धेरै समकक्ष हुन्छ। अब सारा भर्खरका युवा कलिला हाम्रा साहित्यिक मुद्दन युवा व्यक्तित्वहरूको प्रतियोगितामै होइन यो चाहिँ यो कार्यक्रम जुन आयोजना गरियो कार्यक्रमका सभापति आदरणीय आकाश अधिकारीज्यू आदरणीय हाम्रो गिरिराम मिश्र चाहिँ उहाँ पनि वास्तवमा निकै वरिष्ठ साहित्यकार हो नेपालको लोकतान्त्रिक आन्दोलन सफल पार्नको लागि अथवा जनतालाई अधिकार प्राप्त गरिएका आन्दोलनमा सक्रिय नेतृत्व भूमिका उहाँले खेल्नु भएको छ। मैदानमै र कलाको साहित्यिक क्षेत्रमा पनि उहाँको योगदान छ। आज उहाँ सम्मानित पनि हुनुभएको छ। गिरिराम मिश्रज्यू मेरा प्रिय
भाइले भन्नुभयो वास्तव मैले दाइ उद्यान क्षेत्रबाट अघि गर्छुलाई तर भाइ अमनजी र उहाँका सम्पूर्ण परिवार राजनीतिक दलका आदरणीय तनहुँस्थित दलका विभिन्न पार्टीका महत्त्वपूर्ण व्यक्तित्व नेताहरू जिल्ला स्थित अब सबभन्दा बढी अझ बढी हाम्रा यो आजको कार्यक्रममा विभिन्न पुरस्कारहरूको व्यवस्था गरिरहेको छ। पुरस्कारलाई प्रायोजन गर्नुहुने तनहुँका व्यवसायी साथीहरू रगत र पसिना भन्ने कुरा अहिले आशा गजलमा पनि मिहिनेत गरेर डबलीको सानो ठाउँमा बसेर आफ्नो परिवारको लालन पोषण गर्नको लागि आफ्नो परिश्रम गरेर 2 पैसा कमाउँदा पनि यो पवित्र काममा सहयोग गर्नुहुने सबै प्रायोजक ज्यूहरू, गजल प्रतियोगितामा सहभागी हुनुभएका प्यारा अब साहित्यकारहरू, उपस्थितहरूले पत्रकार लगायत यस्ता कार्यक्रमहरू एउटा कुरा उहाँ साह्रै मैले गरेको अनुभूति। उहाँ कति कुशल योग्य महान साहित्यकार हो, गीतकार हो भन्ने कुरामा अब हामी यहाँ उपस्थित कसैलाई पनि त्यसबारेमा धेरै अब नबुझेको कुरा छ जस्तो लाग्दैन। तर मैले के बुझेको सबभन्दा भन्दा अत्यन्त म पनि एउटा राजनीतिक कर्मी हो, कार्यकर्ता। म आफ्नै बारेमा पनि कहिले काहीँ एक्लै सोध्दा मैले आफ्ना कतिपय कमी कमजोरीको महसुस गरेर आउँछु। अत्यन्त भद्र शालीन त्यो मैले सिक्न पर्ने एउटा गुण हो। उहाँ जुनसुकै व्यक्ति जस्तोसुकै व्यक्ति आउँदा पनि शालीनतापूर्वक भद्रतापूर्वक उहाँ चाहिँ प्रस्तुत हो। त्यो मैले यसबाट आज पहिलोपटक डबलीमा बुझ्दैछु। अर्को उहाँ एउटा साँच्चै हुन त अहिले हामी नेपालका राजनीतिमा धेरै राष्ट्रवादी विचारहरू सुन्छौँ, राष्ट्रवादीहरू विचार अब अभिव्यक्ति गर्दा राष्ट्रवादीहरू देख्छौँ। तर साँच्चै मन वचन र कर्मले उहाँका अहिले पनि कविताहरू हेर्नुहोस्, गीतहरू हेर्नुहोस्, उहाँ साँच्चै राष्ट्रवादी हो व्यक्तित्व, साँच्चै व्यवहारमा। यो पनि मैले उहाँबाट कति कुरा मैले देखाउन सकेको छु छैन। भोलि अझ मेरो केही समय छ राजनीतिमा, म सक्रिय रहने, भोलि कति देखाउन सक्छु त्यो मैले उहाँसँग गरेको उहाँबाट भएको एउटा प्रभावित व्यक्ति हो र मेरै उपमत अग्रज हो। उहाँकै एउटा चाहिँ पछिल्लो अनुयायीको रूपमा म आज त्यही क्षेत्रबाट प्रतिनिधि पनि छु, जनप्रतिनिधि पनि छु। किन यो कुरा मेरो मनमा छ र त्यस कारण अमनजी अब यो मैले फेरि पनि भने देश साँच्चै एउटा अप्ठ्यारो परिस्थितिमा छ। अझै पनि यो हुनुहुन्थेन। पटकका ठुला परिवर्तनपछि सधैँ फेरि राजनीतिक अस्तव्यस्त अथवा अस्थिरता अथवा असमञ्जस्य अथवा बेमनमा मुलुक भएर हुन्थेन। आज फेरिसम्म नियति हाम्रो होला, अझै पनि मुलुक अप्ठ्यारो छ। तापनि उहाँ जन्मेको गाउँ, तपाईँको पिताजी जन्मेको गाउँ अब साह्रै सुन्दर छ। यो कुरा आएर गर्दै सबै सहभागीहरूलाई धेरै धन्यवाद दिँदै बिताउन चाहन्छु। धन्यवाद दिनुहुनका लागि संस्थाका अध्यक्ष आकाश अधिकारीलाई हार्दिक अनुरोध गर्दै ग्रहण गरिदिनुहुनका लागि कार्यक्रमका प्रमुख अतिथि आदरणीय दाजु शङ्कर भण्डारीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको उत्तर प्रगतिको उत्तर राजनीतिक प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको क्षेत्र प्रताप स्मृति अक्षय कोष तथा पुरस्कार वितरण समारोहका सभापति महोदय, प्रमुख अतिथिज्यू, आज क्षेत्र प्रताप स्मृति पुरस्कारबाट सम्मानित हुनुहुने चर्चित नेपाल अधिराज्यमा तनहुँ पुस्तककार दिल्लीराम मिश्रज्यू, आज गीतल नेपाल प्रतिष्ठानले आयोजना गरेको यस गजल प्रतियोगितामा निर्णायकको भूमिकामा प्रस्तुत हुन पाउँदा खुसी लागेको छ। खास गरेर गजल एउटा सैद्धान्तिक फ्रेमभित्र रचिने काव्य हो। यदि यो सैद्धान्तिक त्यो फ्रेमबाट बाहिर गयो भने गजल रहँदैन। यो कुराहरू हाम्रो सर्जकहरूले बुझ्नुपर्छ र गजल संरचनामा केही बाह्य र आन्तरिक र बाह्य संरचनाहरू छन्, त्यो कुराहरूलाई पनि ध्यान दिनुपर्छ। जस्तै गजलमा प्रयोग हुने रदी, काफिया यी गजलका बाह्य तत्त्वहरू हुन् भने गजलमा हुने भाव, त्यसको जीवन्तता अनि गजलको चाहिँ
जुन भनौँ भावको गहिराइहरू र त्यसमा हुनुपर्ने अरू त्यसको प्रस्तुतिहरू गजलको चाहिँ एउटा प्राण हो। त्यति आफ्नो रचना सुनाएर बिदा हुन चाहन्छु। सहयोग गरिदिनु भयो। म निर्णायक मण्डलका सदस्य संयोजक एवं सदस्यज्यूहरूलाई बसेर सहयोग गर्नुभयो हामी हार्दिक आभार व्यक्त गर्दै सम्मान पत्र लिइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र सम्मान पत्र दिनु हुनका लागि म क्षेत्र प्रताप साहित्यिक अक्षय कोषका संरक्षक अमन प्रताप अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। निर्णायक मण्डलका संयोजक चन्द्रमणि अधिकारीज्यू, निर्णायक मण्डलका सदस्य तीर्थमान अथा सागरज्यू, निर्णायक मण्डलका सदस्य शिव आर्यज्यूलाई सम्मान पत्र लिइदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु जसले अमूल्य समय निर्णयमा खर्च गर्नुभयो। शब्द शेर भाव शैली लय सबैलाई प्रस्तुत गरेर छर्लङ्ग उतारेर हाम्रो सामु बस्किनु भएको छ। उहाँलाई संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र गर्न चाहन्छौँ। ताली बजाएर स्वागत गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र म अप्रत्यक्ष गजल वाचन गर्नका लागि विश्वास विकल्पलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसपछि लगातार हाम्रो निर्णय प्रस्तुत हुनेछ। यो सहरमा सबै अर्कैको नक्कल गर्छन्, मान्छेले आफ्नो मन बेचेको भेटे। सबै अर्कैको नक्कल गर्छन्, मान्छेले आफ्नो मन बेचेको भेटे। मोलमोलाई गर्न के बाँकी छ र बेप्रवाह भाडामा तन बेचेको भेटे। यति स्वार्थी भइसकेछ मान्छे यहाँ, यति स्वार्थी भइसकेछ मान्छे यहाँ, खुलेआम आफ्नै मन बेचेको भेटे। हारजितको खेल चर्को छ यहाँ, हारजितको खेल चर्को छ यहाँ, जितेकालाई पनि हराएको भेटे। दुई चारजना खुसी नै छन् यहाँ, तर धेरै पीडामा कराएको भेटे। क्या उथल पुथल छ यो सहरमा साथी, मान्छे आफूसँग आफै डराएको भेटे। नैतिकता सबै हराएछ साथी, आफ्नै धर्म छोडेको भेटे। पराई बरु यहाँ आफन्त लागे, आफ्नैले पाइला मोडेको भेटे। फाइदा आफ्नो नभेटेपछि सम्बन्ध त्यसै छोडेको भेटे। पराईले त धोका दिएकै थिए, पराईले त धोका दिएकै थिए, आफ्नैले यहाँ लुटेको भेटे। क्या बदनाम भएछ सम्बन्धहरू, सिसा झैँ चकनाचुर छुटेको भेटे। सागचुनीसँगै भन्नेहरू पनि दुई चार दिनमै छुटेको भेटे। बेप्रवाह त्यसै भौतारिएका, बेप्रवाह त्यसै भौतारिएका, दुई चार होइन हजार भेटे। मोलमोलाई गर्न मोलमोलाई हुने सबथोक यहाँ, मान्छेले बेच्ने बजार भेटे। मोलमोलाई हुने सबथोक यहाँ, मान्छेले बेच्ने बजार भेटे। धन्यवाद। सहभागिताको प्रमाणपत्र गजल प्रतियोगितामा सहभागिताको प्रमाणपत्र लिइदिनु हुनका लागि सिंहबहादुर कुमारलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी सहभागिताको प्रमाणपत्र लिइदिनु हुनका लागि शैलेन्द्र मगरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सहभागिताको प्रमाणपत्र लिइदिनु हुनका लागि कृष्ण गिरिज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमाणपत्र दिनु हुनका लागि संस्थाका अध्यक्ष आकाश अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु भने अघि लगाएर सहयोग गरिदिनुका लागि अक्षय कोषका संरक्षक अमन प्रताप अधिकारीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। प्रमाणपत्र लिइदिनु हुनका लागि कार्यक्रमको अन्तिम चरणमा म सान्त्वना पुरस्कार लिइदिनु हुनका लागि लक्ष्मी पौडेल तिमसिंहलाई हार्दिक अनुरोध गर्न चाहन्छु र सान्त्वना पुरस्कार दिनु हुनका लागि कार्यक्रमका प्रायोजक, सान्त्वना पुरस्कारका प्रायोजक
कुलबहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। लामगानीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। महेन्द्र रङ्गानीलाई तृतीय पुरस्कार दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र पुरस्कार दिनको लागि पृथ्वीराज सुरेन्द्रका प्रोपाइटरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पुरस्कार महेन्द्र रङ्गानीज्यूले 98.5 प्राप्त गर्नुभएको छ। द्वितीय पुरस्कार दिनको लागि म द्वितीय पुरस्कारका प्रायोजक विद्यार्थी पुस्तक पसलका प्रोपाइटर सारराम श्रेष्ठलाई पुरस्कार दिनको लागि अनुरोध गर्दै द्वितीय पुरस्कार दिनको लागि शान्त वास्तवलाई हार्दिक अनुरोध गर्न चाहन्छु, जसले 101 अङ्क प्राप्त गर्नुभएको छ। उनको लागि र प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ एसियाई शिक्षा उद्योगका सञ्चालक सफल व्यवसायी आदरणीय डाक्टर गोविन्दराम पन्तज्यूले प्रथम पुरस्कारको प्रायोजन गर्नुभएको छ। उहाँलाई पुरस्कार दिनको लागि हार्दिक अनुरोध गर्दै प्रथम पुरस्कार प्रथम हुन सफल हुनुभएको छ। 113 अङ्कका साथ प्रथम हुन सफल हुनुभएको छ कृष्ण महल। गोविन्दराम पन्तज्यूले ताली बजाएर स्वागत गर्नको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी पुरस्कार थापामै गफ नगरौँ साथीहरू। व्यक्तित्वहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, जसले कार्यक्रममा सहभागिता जनाएर आफ्नो अमूल्य सृजना प्रस्तुत गर्नुभयो। उहाँहरूलाई साहित्यिक अभिवादन गर्दै साहित्यिक यात्रामा सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। म प्रायोजन गर्नुहुने श्याम मराठी, प्रथम पुरस्कार प्रायोजन गर्नुहुने एबिआई युक्ता उद्योगका सञ्चालक आदरणीय दाजु गोविन्दराम पन्तज्यू, द्वितीय पुरस्कार प्रदान गर्नुहुने विद्यार्थी पुस्तक पसलका आदरणीय दाजु ताराराम श्रेष्ठज्यू, तृतीय पुरस्कार प्रदान गर्नुहुने दिपेन्द्र सुट सेन्टरका आदरणीय दाजु राम गोतानीज्यू, सातौं पुरस्कार प्रायोजन गर्नुहुने आदरणीय दाजु कुलबहादुर थापाज्यूलाई र अक्षय कोष स्थापनार्थ सहयोग गर्नुहुने आदरणीय सहयोगी मनहरूलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दै भर्खर जन्मेको भर्खर हुर्केको बामे सर्दै गरेको गीतल प्रतिष्ठान नेपालले महत्त्वकांक्षी योजनाका साथ 5 लाख बराबरको अक्षय कोषको स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। यहाँहरूका लागि यो महत्त्वकांक्षी लक्ष्यमा सबैको मन वचन र कर्मले सहयोग गर्नुहुनेछ भन्ने आशाका साथ म यो अभियानमा निरन्तर लाग्नेछु। तरबार चलाउन विधायक मण्डलका आदरणीय दाजुहरूप्रति हार्दिक नमन, आर्थिक संस्थाका अध्यक्ष, कार्यक्रमका अध्यक्ष आदरणीय दाजु आकाश अधिकारीलाई आमन्त्रण गर्दै कार्यक्रमको दौरानमा सहयोग गर्नुहुने सम्पूर्ण गीतल प्रतिष्ठान नेपाल एवं नाटक मञ्चका आदरणीय व्यक्तित्वज्यूहरू, सदस्यज्यूहरू, उपाध्यक्षज्यूहरू उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै म धन्यवाद मन्तव्य व्यक्त गर्नका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष सङ्गम सापकोटालाई हार्दिक अनुरोध गर्न चाहन्छु। समसामयिक परिवेश गजल आफै हुन्छ। भूकम्पको आलो घाउ ननिको हुँदै, भूकम्पको आलो घाउ ननिको हुँदै अर्को दशा झुकेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै अर्को दशा झुकेको छ। बाढी पहिरोले पहाड र तराईको मन बेस गरी पुगेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै फेरि अर्को दशा झुकेको छ। नबोलाउ कसैले कतै भोज उत्सव र रमिते मेलामा
नबोलाऊ कसैले कतै भोज उत्सव र रमिते मेलामा आँगनभरि छरिएका चिताको ताँती देख्दा यो मन भुटेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै अर्को दशा आगो लागेपछि इनार खन्ने उसको त्यो पुरानै सोच देख्दा आक्रोशको ज्वालाले मजस्ता कतिको मन भुटेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै फेरि अर्को दशा छुटेको छ। बाढी पहिरो पहाड र तराईको मन राहतको त्यो दाम लुटेरालाई भएको छ कसरी कमाम। पीडितको फापमा लात मारी कसले हेर कति लुटेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै फेरि अर्को दशा। कमिसन भोल्ने छुटाइन्छन् टिआरकेसीहरू छुटाइन्छन्। सतीले सरापेको देशमा सायद नेपालीको भाग्य फुटेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै अर्को दशा छुटेको छ। बाढी पहिरोले पहाड र तराईको मन व्यस्त गरी फुटेको छ। अन्यायको स्थिति कहिले सुध्रने हो देशको स्थिति। बस्ती गाउँ सहरबाट अब बुलन्द आवाज उठेको छ। भूकम्पको आलो घाउ ननिको हुँदै अर्को दशा छुटेको छ। बाढी पहिरोले पहाड र तराईको मन व्यस्त गरी हार्दिक धन्यवाद दिन चाहन्छु संस्थाका वरिष्ठ उपाध्यक्ष आदरणीय दाजु सङ्गम सापकोटाज्यूलाई। अति मिठो सुन्दर गजल लेख्नुहुन्छ उहाँले र म कार्यक्रमको उत्तरार्धमा आइपुगेको छु। परदेशी युवाहरूको पीडा गजलबाट प्रस्तुत गर्नका लागि निर्णायक मण्डलका सदस्य गजलकार साहित्यकार आदरणीय दाजु तीर्थमान अथा सागरलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पहिले भन्न पाएँ मजा आउँछ। पलेटी हरायो चकटी हरायो, पलेटी हरायो चकटी हरायो, कङ्क्रिटको सहर झिङ्गटी हरायो। पलेटी हरायो चकटी हरायो, कङ्क्रिटको सहर झिङ्गटी हरायो। बिहेमा खाइन्थ्यो मासु भात झोल, दुना टपरी भट्टा भटी हरायो, दुना टपरी भट्टा भटी हरायो। बाहिर एउटा भित्र चाहिँ अर्कै राजनीति यो खटपटी हरायो, राजनीति यो खटपटी हरायो। पलेटी हरायो चकटी हरायो, कङ्क्रिटको सहर झिङ्गटी हरायो। व्यापारी फेरियो तरिका, भन्नुस् त चेली कतिवटी हरायो, भन्नुस् त चेली कतिवटी हरायो। पलेटी हरायो चकटी हरायो, कङ्क्रिटको सहर झिङ्गटी हरायो, पलेटी हरायो चकटी हरायो। हस्त धन्यवाद। हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। म कार्यक्रमको अन्त्यमा आइपुगेको छु। जसले मन वचन र कर्मले यस कार्यक्रमप्रति सहयोग गर्नुभयो, सहयोग मनहरूलाई उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँहरू जो व्यवसाय हुनुहुन्छ सफल व्यवसायबाट सफल बन्नुहोस्, अझै उहाँहरूको व्यवसाय माथि बढ्दै जाओस्, यो शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रममा सहभागिता हुनुहुने तपाईँहरू सम्पूर्ण गजल मनहरूलाई, साहित्यिक मनहरूलाई पुनः साहित्यिक अभिवादन व्यक्त गर्न चाहन्छु, जसले अन्त्यसम्म कार्यक्रममा बसेर सहयोग गरिदिनुभयो। तपाईँहरूप्रति संस्था ऋणी छ। यहाँहरूको ऋण कुनै दिन गितल प्रतिष्ठानले तिर्नेछ। युग सापेक्ष तिम्रो आवाजले ताली पाउनु पर्ने हो, भन्नेछौ तिमी हाम्रा लागि भन्ज्याङ र देउराली पाउनु पर्ने हो। आदरणीय अग्रज आधुनिक कवि एवं गीतकार क्षेत्र प्रताप अधिकारीप्रति यो दुईटा हरफलाई समर्पित गरेर कार्यक्रमका प्रमुख अतिथि गइसक्नु भएको छ। आजका सम्मानित क्षेत्र प्रताप साहित्यिक पुरस्कार 2074बाट सम्मानित हुनुभएका
आदरणीय अग्रज साहित्यकार गिरिराम मिश्र परिश्रमी र क्षेत्र प्रताप अक्षय कोषका संरक्षक अमन प्रताप अधिकारी, गण्डेक बाङ्बे प्रतिष्ठानका अध्यक्ष सागर दाई, त्यसै गरी डाक्टर ईश्वर चन्द्र वाग्लेज्यू। 2049 सालदेखि गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ भन्ने एउटा शब्द र शब्दको सूत्रपातसँगै यस आन्दोलनमा समकालीन मित्र आए धोमेन निर्मल, सञ्जय मल्ल, भुवन अकेला लगायतका साथीहरूबाट हामी शब्दको सूत्रपात गरेका थियौँ। नेपाली साहित्यिक आन्दोलनमा र शाब्दिक आन्दोलनमा हामीले जानेर या नजानेर गीतललाई सूत्रपात गरेका थियौँ र आजका दिनसम्म आइपुग्दा र गत साल मात्रै हामी जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चलाई औपचारिक रूपबाट दर्ता गर्न सफल भएका छौँ। सो मित्र र हाम्रो तनहुँ टेलिभिजनका प्रबन्ध निर्देशक माधव पौडेल र यो सहयोग जुटेको पनि छ। आगामी दिनमा हामी तनहुँ टेलिभिजनबाट ब्यास केबलबाट यो कार्यक्रम प्रत्यक्ष यो प्रसारण पनि गर्नेछौँ। त्यसको सूचना पनि हामी टेलिभिजनबाटै सूचनामा हाल्नेछौँ। हामीलाई उहाँले मुन्टो हल्लाएर स्वीकार दिइसक्नु भएको छ भने हिमालयन टेलिभिजनका प्रबन्ध निर्देशक पनि यहाँ हुनुहुन्छ अमन प्रताप अधिकारी। हामी सञ्चार गृहहरूको माझमा छौँ। सम्भवतः गीतल प्रतिष्ठानले सुरु गरेको यो अभियान क्षेत्र प्रताप अक्षय कोष स्थापना र 5 लाखको लक्ष्य लिएका छौँ 3 वर्षभित्र, यो पक्कै पनि घनीभूत रूपबाट सफल हुन्छ भन्दै आजको कार्यक्रम यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। सम्पूर्ण साथीहरूलाई पुनः एकचोटि हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्छु।